ल धेरै पछि चाहिँ आज मार्केटमा चाहिँ यसो एक्टिभ हुन लागिरहेछ होइन। सो के छ तपाईँहरूको खबर? होप सन्चै हुनुहुन्छ होला होइन। धेरै पछि चाहिँ हामी आएको छौँ आज चाहिँ यसो अलिअलि मार्केट हेरौँ भनेर। लेट्स सी के हुन्छ। सो 2025को चाहिँ स्टार्टिङ चाहिँ राम्रै भएको छ है। जनवरी महिना चाहिँ मार्केटले यस्तो अलिअलि माथि जाला जाला जस्तो चाहिँ सिम्टम ल्याइरहेछ। अब साँच्चीकै माथि जाने हो कि अस्तिको जस्तै हुने हो कि माथि माथि भनेर फेरि ब्याक टु वी पारामा। सो हामी सबैजनालाई एकदम कन्फ्युजन छ, त्यो तपाईँहरूलाई पनि भइरहेछ, मलाई पनि भइरहेछ होइन। मार्केटमा के हुन्छ भन्ने सबैजनालाई एकदम चिन्ताको विषय जस्तै भएको छ। अब अस्ति नै हामीले त यति माथिको टार्गेट लिएर बसिरहेको थियौँ, केही नभने यही जोनबाट 20%को टार्गेट लिएर बसिरहेको थियौँ, यही राइजमा नि दिइरहेको थियौँ होइन। अलमोस्ट 3200सम्मको चाहिँ एक्सपेक्टेसन राखिरहेको थियौँ, तर 3200 मार्केट जान सकेन। झन् उल्टै चाहिँ यो एरियातिर पुगेर त यस्तो राम्रो भोल्युमहरू सबै कुरा राम्रो हुँदा हुँदै पनि मार्केटले ठुलो फल बेहोर्नु पऱ्यो है। अब भनौँ 1 2 3 4 अलमोस्ट तपाईँको 4 5 महिना त मार्केटले राम्रै खालको झुलाइदियो। फाइनली चाहिँ अलिकति नयाँ नयाँ आइपिओहरू हाले, अलिकति मार्केटमा सेटलमेन्ट उत्साह भनौँ न होइन, अझ एकदम धेरै लागिरहेछ होइन। बढ्न थालेपछि झुल्किनुहुन्छ। अब यस्तो हो कि बढ्न थालेपछि झुल्किनुको रिजन चाहिँ के हो भन्दा घटेको बेला त उसै पनि घटि नै रहेको हुन्छ, तनाव मात्र होइन। हो खासमा घटेको बेला हेरिँदैन क्या। अनि मार्केट मार्केट भनेर मात्र नि बसेर भएन, अरू काम नि गर्नु पऱ्यो, त्यही भएर है खासमा चाहिँ। अहिले बढाइ बेला पनि अहिले त झुल्किन पाउने अवस्थै भएन। बढाइ बेला भयो नि झुल्किनु हुन्थ्यो है। अब अहिले त सबै सस्तो हाइड्रोहरू त मस्तै खेलाइरहेछ। अब एकेजेसिएललाई चाहिँ मजाले 58हरू मिलेरै उनीहरू लगिरहेछ है। यो हिसाबले त अब एक लट नसोचेकै स्टकहरू मजाले चलाइरहेछ। 58ले यत्रो कारोबार गरिदिइरहेछ मजाले। आफ्नै आफ्नै टिमहरू लागेर उनीहरूले सबै आफ्नो स्टकहरूलाई उठाइरहेछ। अब यस्तो हो यो एकेजेसिएल एलइसीहरू जुन तपाईँहरूसँग छ, अब चुलाएर बस्यो भने नै केही टाइमलाई है। लाइक अब स्टप लसहरू राख्नु, स्टप लस नराखी त अहिले ट्रेड गर्नु हुने अवस्थै छैन। धेरै पछि हामी सबैले प्रफिट देख्न पाएको छौँ, त्यो भएर ल्याएर ट्रेलिङ स्टप लस चाहिँ राखिनु नै। ट्रेलिङ स्टप लस राख्दाखेरि तपाईँको एटलिस्ट 3 क्यान्डल मुनिभन्दा तल राख्नु है। अब अहिले खासमा हेर्ने हो भने यो 1 क्यान्डलभन्दा मुनि हामीले स्टप लस राख्नै पर्छ। 1 क्यान्डलभन्दा मुनि तल क्लोजिङ हुन थाल्यो भने चाहिँ बेचिदिनु। 1 क्यान्डलभन्दा माथि यदि डेलीको क्लोजिङ दिइरहेको छ भने चाहिँ होल्ड गरेर बस्नु। जस्तो यो स्टार्टिङ हेर्नुहुन्छ नि यो क्यान्डलतिर, यसको स्टार्टिङ चाहिँ 230तिर छ। 230भन्दा तल जान थाल्यो भने बेच्ने निस्किने, नभए माथि जाँदा छोडेर बस्ने। एटलिस्ट 260सम्म हेर्ने। 260सम्म पुग्ने बेलासम्म चाहिँ अनि यो एरियातिर पुगेपछि प्रफिट बुक गर्न थाल्ने है। त्यही गर्दा चाहिँ ठिक होला मेबी। अब केपिसिएल त 58को स्टक हो, चलाइरहेको छ, के गर्नुहुन्छ। सबैजना कस्तो छ भन्दा सबजना तपाईँहरूले सोच्नु भएको लागि ऱ्यान्डम बढिरहेछ, कुनै पनि स्टक ऱ्यान्डम छैन ल। ऱ्यान्डम बढाइ स्टक टिक दिँदैन। एकेजेसिएल हेर्नु 58 लाग्यो, एमएफआइएल त अब यसमा त ठुलै कहानी छ होइन। एमएफआइएलको कुरै नगरौँ। एसपिआइएनएलको सबैलाई थाहा छँदैछ। बन्दीपुर अब यो अहिले आइपिओ आएको भएर आइपिओहरू त जुन पनि चलि नै हाल्छ। यो बन्दीपुर होस्, एसएल, सानवी, यो सबै आइपिओहरू चलिरहेछ। आइपिओहरू चाहिँ तपाईँहरूले सकेसम्म एटलिस्ट यसरी यो सेटअप बनाएको एरियाको ब्रेकडाउन नहुँदासम्म नबेच्नु है। जस्तो अब अहिले तपाईँको ब्रेकआउट गराएको छ नि, एटलिस्ट 817भन्दा माथि बरु 40-50 रुपियाँको मार्जिन छोडिदिनु होइन। तर होल्ड गरेर बस्नु चुप लाएर 1 क्यान्डलको एटलिस्ट ब्रेकडाउन हुन दिनु है। जस्तो यही एसपिआइएलमा हेर्नु न, तपाईँको यो दिन बेयरिस बनायो, भोलिपल्ट इमिडिएटली माथि क्लोजिङ त ब्रेकडाउन यहाँनिर यो फल्स ब्रेकडाउन गरेर माथि लग्यो होइन। त्यसपछि यहाँ हेर्नु त मस्त लाएर यो क्यान्डल मुनि आउँदै आएन, माथि माथि नै हाइगड आयो, हाइगड लो, हाइगड आयो, हाइगड लो बनाउँदै गइरहेछ। अब यही एमएफआइएल हेर्नु न सेटअप, तपाईँको एक ठाउँमा जाने बेस बनाउने। अब यही एरिया हेर्छ भने अस्ति एक दिन बेयरिस, फेरि भोलिपल्ट यही एरियातिर आएर माथि सस्टेन भइरहेछ। अब जबसम्म तपाईँको हाइगड आयो, हाइगड लो बनिरहन्छ त्यो बेलासम्म बेच्नलाई हतार नगर्नु। अब यत्रो बेर त लस झेलियो होइन। अब अहिले तपाईँको बढ्न थाल्यो बेला अलिअलि प्रफिट कमाउने बेलाको हतार गरेर छिटो छिटो बेच्न थाल्नु। पुजनजी लङ टाइम पछि आयो है। केपिसिएल धेरै लस भयो। अब यस्तो लस त तपाईँको मात्र होइन, सबैको लस छ है। मेरो पनि एकदम ठुलै लस छ, तपाईँहरूको मात्र होइन, सबैको लस छ। अहिले अब अलिकति ठुल्ठुलो किताहरू छ जसले होल्ड गरेर बसेको छ, उहाँहरू सबैजना लसै छ। ठुलो होस् या सानो होस्, पर्सेन्टेजमा हिसाब गर्ने हो भने सबैलाई उस्तै उस्तै नै लस छ। अब कस्तो हो भन्दाखेरि तपाईँको लस हुँदा हुँदै अब अहिले ट्रेड गर्ने हेर्ने भनेको फाइनेन्सको सेक्टर नै हो है। अलिकति लस चाँडो कभर हुने भने फाइनेन्स हो, एकदम भोलाटाइल छ। सो हेर्दा चाहिँ तपाईँहरूले फाइनेन्स हेर्नु। मैले चाहिँ के भन्छु भन्दाखेरि एमएफआइएल यो
फाइनेन्सको लिडिङ स्टक हो मैले देखेको चाहिँ है। तपाईँहरूको एमएफआइएल केही नभए पनि 1000 पुग्छ, 1000 भन्दा माथि जान्छ जस्तो लाग्छ मलाई चाहिँ। एटलिस्ट योपालि चाहिँ यो 1200सम्मको टार्गेट लिएर बसिरहेको छु म चाहिँ है। के नभने 1200सम्म छुन्छ कि भन्ने एक्सपेक्टेसन छ, 1000भन्दा माथि स्योरै हो। सो एमएफआइएल कुद्यो भने तपाईँको आइसिएफसी कुद्छ, यो सँगै अलिकति पेयर ट्रेडिङमा चल्ने फन्डामेन्टल भएको स्टक। सो मेबी तपाईँहरूले चाहिँ आइसिएफसी धेरै बढाइ नै छैन, ट्रेडिङ गर्ने हेर्नु, फाइनेन्सकै स्टक हेर्नु है। यही आइसिएफसीहरूमा स्टप लस राखेर हेर्दा हुन्छ। जस्तो 700सम्म यही लिएर चाहिँ तपाईँहरूले 670मा स्टप लस राखेर बस्ने भने अहिले कहीँ पनि जानै परेन क्या। अलिकति क्वान्टिटीमा उठाउनु, अब त्यही हो, क्वान्टिटीमा उठाउँदा चाहिँ लस पनि धेरै हुन्छ, प्रफिट हुँदा झ्याप्पै हुन्छ, फेरि लस एकैचोटि रिकभर हुने गरी हुन्छ। मैले चाहिँ अहिले गरिरहेको त्यही हो। सो सजेसन पनि तपाईँहरूलाई त्यही नै हो है। स्टप लस मैले पनि ट्रेल गरिरहेको छु, तपाईँहरू नि स्टप लस ट्रेल गर्दै गर्नु। बल्ल बल्ल अलिअलि मोमेन्टम आएको छ। मोमेन्टम आएको सेक्टर भने फाइनेन्स हो, मेबी आइसिएफसी हेर्दा ठिक हुन्छ जस्तो लाग्छ मलाई, किनकि एमएफएल माथि लाँदाखेरि आइसिएफसी पनि तानिन्छ होइन। त्यो भएकोले आइसिएफसी यसो हेर्दा हुन्छ। सोना अब यस्तो, सोना कहिले बढ्छ भन्दा अब शिवम चाहिँ तपाईँको 800सम्म पुग्छ नै है। ढिलो चाँडोको कुरा मात्र हो, आज शिवम 800सम्म जाने नै हो। यो रेन्जभन्दा तल आउँदैन। तपाईँहरूले शिवममा पनि एउटा हेभी ट्रेड लिन हेरे हुन्छ ल। 610तिर चाहिँ 610देखि 600को रेन्जमा एकदम हेभी स्टप लस राखेर मस्त ट्रेड लिन हेर्दा हुन्छ है शिवममा। एकदम तपाईँहरूसँग अलिकति प्यासेन्स छ भने 600सम्म हेर्नु होइन, 25 रुपियाँको मार्जिन लिन सक्नुहुन्छ भने। नभए एकदम टाइट राख्ने भने 610भन्दा माथि ट्याक्क स्टप लस राखेर मजाले ट्रेड लिन हेर्दा हुन्छ है। मैले चाहिँ शिवम चाहिँ 850सम्म जाने देखिरहेको छु। जुन हिसाबको यो एकुमुलेसन चलिरहेछ, प्याटर्न जुन फर्मेसन भइरहेछ, यसले चाहिँ 850सम्म ड्राइभ गर्छ। अब यो बढ्दाखेरि त्यो बेला चाहिँ सोना त्यसपछि माथि कुद्न थाल्ने है। अहिले त हेर्नु त यो पनि एकुमुलेसनै भइरहेछ तपाईँको। सो त्यही हो, तपाईँ शिवम बढ्न थालेपछि सोना बढ्ने हो। अब लिडर चाहिँ यो सेक्टरको शिवम नै हुन्छ है, अरू चाहिँ हुँदैन। सोनाहरू भनेको चाहिँ पछि आउने हो, अहिलेको लागि शिवम हो लिडर। तपाईँको शिवम बढ्दाखेरि सोना नि बढ्छ, त्यति चाहिँ ढुक्क हुनु। अब अलिकति टाइम त सबै यस्तो भयो नि त, तपाईँको सबैजनाको पैसा जुन छ त्यसो सबैजनालाई यति धेरै लस भयो कि अस्तिको पालि तपाईँको एकवटा स्टकभन्दा चलाउन सकिरहेको छैन कि। अनि प्लेयरहरूले पनि कस्तो गरिरहेछ भन्दाखेरि पहिला चलाउने भने स्टक बल्ल चलाउन थालिरहेछ कि। कतिको याद गर्नुभयो, पहिला एकलट राम्रो भोल्युम आएको स्टकहरू चलाइरहेछ। अब कति स्टकहरू त तपाईँको कस्तो पनि भइरहेछ भन्दाखेरि आइपिओहरू आयो, आइपिओ आइसकेपछि पुरानो लसहरूलाई चाहिँ बेचेर यता नयाँ आइपिओतिर पनि पैसा चाहिँ हल्का सिफ्ट भयो कि जस्तो नि देखिरहेछ है। अब सबै पैसा त सिफ्ट गरेर साध्य लाग्दैन। अनि त्यो भएकोले तपाईँको बढाउन चाहिँ बढाउँछ हेर्नु सबै। अब फर्स्ट प्रायोरिटी भनेको जम्मैको नि सबैको आफ्नो प्रफिट आउँदाखेरि ब्रेक इभन हुँदाखेरि बेच्ने नै हुन्छ अहिलेको लागि। त्यो भएकोले अलिकति प्लेयरहरू बढी लागेको, अलिकति बढी एक्युमुलेसन्स भएको, अलिकति सप्लाईको जोनतिर चाहिँ गइकन एक लेभलको सप्लाई पचाएर, जस्तो यो शिवम हेर्नु न, सप्लाईको एरियातिर गएर साइडवेज बसेर तपाईँको सप्लाईलाई चाहिँ एब्जर्भ गरिरहेछ नि हो। यस्तो खालको सेटअप बनाएको स्टकतिर छिरेर चाहिँ अलिकति बस्नु पऱ्यो, होइन भने चाहिँ अब बढ्दै नबढे। जस्तो यो एचएचएल, अब मैले त यो एरियातिरदेखि नै किन्नु चाहिँ भनिरहेको थिएँ है। बढ्न नै अलिअलि 60सम्म पुग्यो, घट्यो, फेरि 60सम्म पुग्यो, माथि जानै सक्नु। अब यस्तो खालको स्टक क्या, जुन घट्यो भने तपाईँको 320 तल आयो भने बेच्छु भन्ने, आफूलाई लस पनि हुँदैन। अब बढिहाल्यो भने प्रफिट राम्रै हुन्छ भन्ने हिसाबले यस्तो स्टकमा जानु पऱ्यो, होइन भने चाहिँ एक्युमुलेसन भएको स्टक यस्तोमा जानु पऱ्यो। अब डर लाग्छ भने चाहिँ म ट्रेडै हान्छु, अलिक छिटै कमाउँछु भन्ने छ भने एमएफएल जस्तो स्टकमा जाने, 800मा स्टप लस ट्याक्क राख्ने हेर्नु है। 800भन्दा मुनि गएन आँखा चिम्लेर बेच्ने, माथि कतिसम्म जान्छ ट्रेल गर्दै 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 बस्ने। खोइ अब जयप्रकाश जोशी, अब यो त थाहा भएन। अब इन्डेक्स त आउन सक्छ हेर्नु, इन्डेक्सलाई त अब कसैले नि केही भन्न सकेन है। इन्डेक्स त अब कहाँ गएर डम्प गर्छ थाहा हुन्न कसैलाई पनि। अब इन्डेक्स भन्दा पनि मैले चाहिँ अहिले इन्डेक्स कम्प्लिटली हेर्नै छोडिदिइसकेँ है। इन्डेक्समा नि प्याटर्न हेर्ने हो भने यो प्याटर्न तपाईँहरूले यहाँतिर कतै कतै देखा जस्तो लाग्छ कि लाग्दैन है तपाईँहरूलाई। यहाँ हेर्नु त यो प्याटर्न यो एरियाको प्याटर्न र यो एरियाको प्याटर्न उस्तै सिमिलर फेस छ है। यो एरियाको प्याटर्न जुन तपाईँको यो 2100-2200को एरिया ब्रेकआउट गरेर कुदेको प्याटर्न र यो एरियातिरको प्याटर्न चाहिँ हल्का हल्का उस्तै हो कि जस्तो देखिरहेछ। हुन त त्यही खालको प्याटर्न यहाँ पनि देखिरहेको थियो है। अब यसो गर्नु, यो नेप्से इन्डेक्स भन्दा पनि अलिकति स्टकमा बढी ध्यान दिनु। नेप्से इन्डेक्स घटेर भन्दा पनि तपाईँको स्टक घटेर लस हुने हो होइन। इन्डेक्सलाई बढी फोकस नगर्नु, अलिकति ट्रेन्डिङ स्टकहरूमै ट्रेड गर्नलाई हेर्नु। अहिले भोल्युम हेर्नु फाइनेन्सतिर छ कि त आइपिओमा छ। सो मेबी चाहिँ तपाईँहरू चाहिँ फाइनेन्स कि त आइपिओहरूमै बढी हेर्नु फोकस चाहिँ। जस्तो आइपिओमा हेर्नुहुन्छ भने मैले चाहिँ स्टिल नै टिटिएल रिकमेन्ड गर्छु। हाइगर्डलाई बनाउँदै कुदिरहेछ होइन, तपाईँको एटलिस्ट 1100-1200सम्म पुग्ने स्टिल पनि सम्भावना छ। अब लो क्याप पनि छ, अलिकति फ्लक्चुएसन पनि राम्रै छ, घटेको दिन उठाउने, स्टप लस सेट गर्ने। जस्तै स्टप लस राख्नु भने यसमा 870तिर स्टप लस राख्ने, अलिकति तल पाएसम्म 910सम्म त फेरि नि पाउँछ जस्तो लाग्छ। यो त
910सम्म 15 16 20सम्मै पायो भने उठाउने यहाँतिर 870तिर स्टप लस पायो नि माथि गयो भने तपाईँको एकैचोटि 11 12 आउन 2 दिनको कुरा फेरि। बिएनएससी अब फाइनली त भर्खर त मोमेन्टम लिइरहेछ, अब के बेच्नु भन्नु। अब ट्रेलिङ स्टप लस राख्नु ल। अब हेर्नु यो एक्युमुलेसन्स भएर बिस्तारै माथि गएको छ। अब धेरैजना फसेको जोन कुन हो भन्दाखेरि यही एरियातिर हो तपाईँको 518 देखि 520को जोनतिर है। सो यहाँतिर पुग्दा सप्लाई आउन सक्छ। अब यो स्टप लस राख्दै 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 ट्रेल गर्दै जाने, 1 2वटा करेक्सनमा चाहिँ बेच्नलाई हतार नगर्नु नै भन्छु म चाहिँ है। अब यत्रो महिना होल्ड गर्नु अलिकति प्रफिट त खानै पर्यो। अब अलिअलि करेक्सन त आउँछ, यो इन्डिकेटर हेरेर काम छैन। हेर्नु इन्डिकेटर हेरेर मात्र अहिलेको मार्केटमा ट्याक्कै यही हुन्छ भन्ने अवस्था छैन। सो इन्डिकेटर हेर्नु भन्दा पनि यो एरियातिर मान्छेहरू फसाएका छन्, उनीहरूले अलिअलि बेच्छन् भने तपाईँ अहिले नै माइन्ड मेकअप गराएर बस्नु है। बरु अब एउटा चाहिँ काम के गर्न सक्नुहुन्छ भन्दाखेरि अब बिग एक्युमुलेसन छ कि के छ यो चाहिँ हेरौँ है त। तपाईँको थोरै किताले बढाएछ है। यो एरियातिर पुग्दा मेबी एकचोटि 520तिर चाहिँ प्रफिट बुक गरेर यही रेन्जमा अलिकति बढ्न बाँकीको अरू स्टकतिर जाँदा अझ बेटर हुनसक्छ है, मलाई चाहिँ जहाँसम्म लाग्छ। जयप्रकाश जोशी चाहिँ फेरि यस्तो हुन्छ मार्केटमा जहिले जे एजुम गरे हुन्छ ठ्याक्कै उल्टो भइरहेको हुन्छ है। सो अब हेरौँ। एसपिडिएल त अब त्यही हो, अब यसमा नि लजालिङ्ग छ होइन, प्रोक्सी पुगिरहेको छैन, अब घट्न दिँदैन, 58 लागि परेछ। यो रेन्जको स्टकै चलेको छैन क्या, तपाईँहरूले हेर्नु भएको छैन। अहिले खालि सस्तो रेन्जको स्टक चलिरहेछ। अब एचडिएचपिसी, एनएचपिसी, एलइसी, जिएचएल, रेडी, एकेजेसिएल, शिवसी हाइड्रो त्यो रेन्जको स्टक चलिरहेछ। एसपिडिएल, युपिसिएल, बरुण, पिपिसिएल, पिएमएसपिएल यिनीहरूमा, अनि एचएचएल यिनीहरूमा तपाईँको मोमेन्टमै अझ पनि आइसक्यो होइन क्या। एसपिडिएल त आनन्दले होल्ड गर्नु न, 85मा स्टप लस राख्नु, आनन्दले होल्ड गरेर बस्नु है। अहिले हतार गरेर फाल्नुभन्दा पनि अब अरू दिन जहिले काम हुन्छ म नि यस्तो काम गर्न थालेको छु है, त्यही भएर ल्याएर हो। अब त्यही हो, अलिकति हेभी इन्भेस्टमेन्ट भएको छ, अलिअलि लोन सोन लिएछ होइन, अलिक पैसा कमाउने। अब त्यही त हो नि, म त आउँछ पैसा कमाउँदै गइसकेपछि मार्केट अस्ति क्रास भयो, गाह्रो छ हेर्नु सबैलाई। त्यही भएर हराएको है। सिवाइसिएल अब यस्तो माइक्रो फाइनेन्स कुनै पनि तपाईँको बेच्दैन यहाँ हेर्नु है, बेच्ने होइन। यहाँ किनेर बस्यो तपाईँको अन्तिममा भयो भने चल्ने नै हो क्या। 200-300 रुपियाँ आउने ठाउँ अझ नै छँदैछ, आनन्दले चुहो लाग्ने बस्ने। किनकि हेर्नु हरेक चोटिको राइजमा तपाईँको 1800 पुगेको छ भनेपछि यहाँबाट एक लट त 1700-1800 त पुग्छ नै स्योर योपालि पनि। त्यो भएर आनन्दले बसे हुन्छ, किने हुन्छ कि यस्तो ठाउँमा कसैलाई सोध्नै पर्दैन, थुपारेर बस्ने, स्टप लस सेट गर्ने होइन। यहाँ हेर्नु न तपाईँको यो एरियाभन्दा खासै तल त जान सकेन भने यो एरियाभन्दा तल क्लोजिङ दियो नि, जहिले हरियो 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 क्लोजिङ गरिरहेको छ भनेपछि यहाँनिर एक्युमुलेसनै भएको यही खालको फेज हो होइन। यो खालको फेज हो, हामीले अस्ति नै पहिलाचोटि एक्युमुलेसन गर्दाखेरिको यो खालको फेज हो। सो त्यो भएकोले अहिले बस्ने, बढ्यो भने ठिकै छ, बढेन भने यहाँ स्टप लस छँदैछ। मैले चाहिँ जग्गा बेचेर हाल्नुपर्ने अवस्था छैन। अब त्यो मेरो म आफ्नो लेभलबाट मैले गर्न सक्ने फुल गरिदिइसकेँ है। त्यही हो अब मेरो चाहिँ। अब अझै होला मैले चाहिँ, त्यही भएर आफ्नो लेभलबाट मैले दिने इफोर्ट दिएको छु। अब त्यही जग्गै बेचेर हाल्नुपर्ने त्यति उ छैन अहिलेलाई। हिमालयन एभरेज इन्सुरेन्स अब के बेच्नु यहाँनिर, अब यो फेयर भ्यालुको एभरेज छ होइन, मेबी यो एडजस्टमेन्ट होला। यो के को त्यही अस्ति न नन लाइफ इन्सुरेन्सहरूमा उसकोले होला होइन, असोस भनेपछि त्यही रहेछ भदौ असोस। यस्तो यो तपाईँको एक लट चाहिँ 560तिर पुग्दाखेरि चाहिँ फाल्नु। हेर्नु अहिले चाहिँ केही पनि नफाल्नु, अहिले नन लाइफतिर मुभ छैन। तर के हो भन्दाखेरि फाइनेन्सको मलाई जहाँसम्म लाग्छ नेप्सेमा यस्तै ऱ्याली आउन नआउला भन्न पनि सकिन्न, धेरै पोजिटिभ नै नहौँ। यस्तै ऱ्याली आइहाल्यो भने ट्रेडिङ स्टप लस गर्नुपर्छ। त्यो भएकोले हतार गरेर सेल गर्ने काम नगर्नु है। अहिले मजाले यो ब्रेकआउटहरू गरेर माथि माथि जान खोजिरहेछ। यस्तो आफ्नो स्टकमा ट्रेलिङ स्टप लस राख्दै जानु, जुन बढेको छैन त्यो स्टकमा अहिले हतार गरेर सेल नगर्नु। अब यही एचआईमा पनि यतिकै तपाईँले हेर्नुभयो भने यहाँ हेर्नु न, धेरैवटा क्यान्डल जहाँ बनाएछ त्यहीँ स्टप लस सेट गरिदिनु क्या। जस्तो अहिलेको लागि हेर्छ भने यही एरियामा तपाईँको धेरैचोटि हेर्नु त ब्रेकआउट गर्न नसकेको जुन यो थियो, योभन्दा माथि क्लोजिङ दिइरहेछ भने एटलिस्ट 510 भन्दा माथि आनन्दले बस्ने, 560-70को मिनिमम टार्गेट लिएर बस्ने। अलिकति ट्रेन्डिङमा जान मन छ भने यही रेन्जको तपाईँले कुनै एउटा राम्रो फाइनेन्स हेर्नु। मेबी अब यो रेन्जमा तपाईँहरूले हेर्न मिल्ने मलाई चाहिँ जिएमएफएल लाग्छ, अर्को एउटा है बिएफसी पनि छ, अर्को आरएलएफएल छ। नन लाइफतिरबाट मेबी फाइनेन्सतिर सिफ्ट हुँदा पनि खासै फरक पर्ने अवस्था छैन है। सो सिफ्ट हुँदा हुन्छ यदि सक्नुहुन्छ भने, मैले देखेको चाहिँ। एचआइडिसिएलपी यसो एचआइडिसिएलपी मसँग छ, मैले नि बेचे आएन हेर्नु, होल्ड गरेर राखिरहेको छु।
यो एरियातिर अलिकति हेभी इन्ट्री भएको थियो अस्ति न, अब झ्यापझ्याप घटिहालेर बेच्या पनि छैन, स्टप लस नि गराखेन योपालि मैले पनि। अब अलिकति यो एरियातिर एड चाहिँ गरेर बसिया छ है, किन भन्दाखेरि ब्रेकआउट गराएछ। अब अलिकति 58ले त यो दिन उठाइरहेको थियो, अब अहिले चाहिँ खासै छैन, हिजो त ट्रेडै त्यस्तो विधि भएको छैन है। यो 40,000 किता भने त कति चाहिँ हो र 28ले बेचिरहेको छ, 70 यिनीहरू त दाजुभाइ भइहाल्यो होइन। यो 77 र 28 त दाजुभाइ भइहाल्यो, यिनीहरूकै आफ्नै स्टक हो। अब हेर्नु यो एरियातिर अलिकति तपाईँहरू पनि सक्नुहुन्छ भने एड गर्नु है, अहिलेको लागि केही नभए पनि तपाईँहरूले 215 भन्दा माथि एक लट चाहिँ माथि जाँदा फ्याल्छु भन्ने हिसाबले बस्नु, अनि करेक्सन हुँदाखेरि उठाउँछु भनेर हेर्नु न। लान त लान्छ हेर्नु, तर एकैचोटि अब जान गाह्रो छ कि यो एरियातिर धेरैजना किनेको छ, म जस्ता त कति खान कति है। र तपाईँहरू सोच्नु न अब सबैलाई आफ्नो साउ आयो भने फ्याल्छु भन्ने छ क्या। सो 210 भन्दा माथि गइसकेपछि एक लट चाहिँ सेलिङ आउँछ जस्तो लाग्छ। अब त्यसको लागि चाहिँ मेबी बेटर भनेको यो एरियातिर ब्रेकआउट भएको बेला अलिकति एभरेज गरेर बसेर ट्याक्कै फ्याल्छु भन्ने हिसाब बनायो भने ठिक होला। एसएफसिएल त अब 707 यो 500 भन्दा मुनि आउनु थालेछ, यहीँ तपाईँहरूले स्टप लस हान्नु पर्थ्यो है। अब यो 486तिरै अहिले गर्नु ल एभरेज गर्नु होइन, नगर्नु यार, एसएफसिएलमा एभरेज नगर्नु। एसएफसिएल बेचेर तपाईँ आरएलएफएलमा सिफ्ट हुनु, आरएलएफएलमा सिफ्ट हुनु ल। 50 रुपियाँ माथि छ एसएफसिएल भन्दा आरएलएफएलमा जानु, किन भन्दा एसएफसिएल र पिएफएल मर्जमा जाँदैछ। अब मर्जमा जाने स्टकतिर नजाउँ अहिले, कि त भोलि राम्रै मान्छे छिर्नु पऱ्यो एसएफसिएल र पिएफसिएलमा, मर्जभन्दा अगाडि नै बढाएर निस्किन्छु भन्ने हिसाबको मान्छे आउनु पऱ्यो। अब फाइनेन्समा त्यो आउनलाई अलिकति गाह्रै छ अहिले। यो टाइम भनेको तपाईँहरूले हेर्नुहुन्छ नि दिन बद्ल्याछ है, एमएफआइएल फन्डामेन्टल स्टक चलिरहेछ क्या, फन्डामेन्टल स्टक चलिरहेछ। मैले देखेँ एमएफआइएलमा बुले आएको हो, यो लिडर हुन्छ नि है। त्यो भएकोले अब तपाईँ आरएलएफएलतिर चाहिँ गएर एभरेज गर्नु न। मलाई चाहिँ जहाँसम्म लाग्छ मेरो बुद्धिले भ्याएसम्म चाहिँ त्यो भन्छु है म चाहिँ। बरुनहरू त मैले भनिने, बरुनहरू यो रेन्जको स्टक चलेकै छैन। अब बरुन चलाउने कसले भन्नु न, कसले चलाउँछ? 58ले 58 कहाँ छ? एकेजेसिएलमा हेर्नु। उस एलइसी पनि अस्ति नै यस्तै गर्यो, 260-70 पुऱ्याएर यहाँनिर बेचेर निस्क्यो है। अहिले एकेजेसिएल लगाएछ। अब यो एकेजेसिएलमा यसले एक लट प्रफिट बुकिङ गर्छ, अनि बल्ल यो बरुनतिर छिर्ने हो क्या। अब 58 फेरि अहिले तपाईँले हेर्नुहुन्छ भने सागरतिर पनि लगिरहेछ, धेरैवटा स्टकमा यसको हात गइरहेछ है। अनि अब एफएनडिबिएल छ, उसले चलाउनु पर्ने अर्को स्टक यही अहिलेकै रेन्जमा। सो त्यो भएकोले अब पालो नआइकन चल्दैन। हेर्नु एउटा रेन्जको स्टक चलिरहेछ, एउटा रेन्जको स्टक चलिन्छ, अरू चल्दैन, फेरि त्यो साइडमा जान्छ अनि अरू चल्न थाल्छ। मसँग चाहिँ साँच्ची भन्नुपर्दा एमएफआइएलै छ है। मैले चाहिँ ग्रुपतिर नै एमएफआइएल किन्नु भनेर अस्ति पनि हाल्दै थिएँ है। मैले चाहिँ 760तिर नि किन्नु, 900सम्म टार्गेट हो भनेर भन्दै थिएँ। 720मा स्टप लस राख्नु किन्दा हुन्छ भनेर, स्टिल पनि मैले त 800मा किन्दा हुन्छ भन्छु है तपाईँहरूलाई। नेभर लेट हो क्या, बुल भएको स्टक स्टप लस राखेर ट्रेड गऱ्यो हुन्छ। मसँग चाहिँ अलि धेरै एमएफआइएल छ, अलिअलि टिटिएल, ओएमपिएल है, यिनीहरू नै हो। तपाईँहरूलाई जुन भन्यो त्यही नै उठाएर बस्ने हो मैले पनि, खासै म नि अरूतिर जान्न हेर्नु है। मसँग अर्को चिलिमे छ ल, मसँग चिलिमे छ, अर्को एमएलबिएल छ। मैले सबै सेक्टरको स्टक उठाएर राखेको छु। मसँग एनएमबी छ त्यही हो। खासै बढाएर मैले त्यस्तो बित्ति रिस्क पनि लिइराख्दिनँ है। एनएमआइसी आनन्दले होल्ड गर्ने है, एनएमआइसी अहिले यहाँ फ्याल्नेतिर होइन। अब यो 55को स्टक 55 अहिले तपाईँको खासमा के भइरहेछ भन्दाखेरि 55को पैसा अहिले गएको कहाँ छ भन्दा एमएफआइएलमा गएको छ क्या, त्यही भएर यस्तो भएको हो है। अब बिस्तारै यो एनआरआइसी र एनएमआइसीमा फेरि ब्याक हुन्छ, केही टाइम चाहिँ लाग्न सक्छ। अब अलिकति ट्रेन्डिङ स्टकमै बढी ट्रेड हुन्छ है, तपाईँहरूलाई थाहा नै हो। एनएमआइसीहरू त मजाले माथि जान्छ, बाँकी नै छ, किनेर बस्दै हुन्छ है। टिटिएल अहिले होल्ड गर्नु, बिएससिएल बढेकै छैन, टिटिएल होल्ड गर्नु न। 1100सम्म त लान्छ होला। अब यस्तो हो, कतिसम्म लान्छ मलाई पनि थाहा छैन, स्टप लस राख्ने ल। मैले चाहिँ 30-40 रुपियाँ चाहिँ छोडिदिन्छु नि। यस्तो हो, विकास हाइड्रोमा फाइनली ब्रेकआउट गरेछ। जुन हिसाबको ब्रेकआउट छ यसले त तपाईँको यहाँबाट 700-800को टार्गेट दिने पर्ने हो है। अब केही नभए पनि एटलिस्ट तपाईँको 700सम्मको टार्गेट दिनुपर्ने हो। 550 भन्दा माथि रहन्छ, जतिसुकै करेक्सन होस् नबेच्नु है, ननिस्किनु, चुप लाएर बस्नु। टिटिएलमा पनि सेम स्ट्राटेजी, अहिले बेच्नलाई नहेर्नु। एटलिस्ट म त भन्छु यो एरिया भन्दा माथि भइन्छ नबेच्नु नै हो। 871 भन्दा माथि भइन्छ है, यो एरिया भन्दा माथि रहन्छ नबेच्नु, अल टाइम हाई जाने नै हो क्या यो। छैन 6 मन्थ हटाएको छैन नि, कहाँ हटाउनु, खुल्छ त सबै खुल्छ।
त्यो टिटिएलहरू यिनीहरूको भन्नु लाग्नु भयो होला 6 मन्थको होइन। श्रावण 1 गते रहेछ। यसको खोलिसक्यो जस्तो छ त, अनि म्याकमा त यो त खोलिसक्यो, टिटिएलको लगइन खोलिसक्यो, त्यही भएर चलाएको रहेछ ल। एसएसपिसी कहाँ बेच्नु, बेच्ने होइन। यस्तो हो कि सबै यो ठुल्ठुला भनेको छ भने जम्मैसँग जम्मै स्टक छ क्या, तपाईँहरूले सोच्नु भयो होला एउटा स्टक छैन यिनीहरूसँग। एसएसपिसी छ एउटै मान्छेसँग 1 लाख 1.5 लाख किता स्टिल पनि होल्डिङमै छ, बेचे छैन भने हेर्नु। कस्तो चाहिँ छ भन्दाखेरि पैसा अलिकति उनीहरूले यताउताबाट ल्याएर अरू अरू स्टकमा हालेर पहिला त्यहाँबाट पैसा ल्याउने, अनि त्यसपछि फेरि पुरानो स्टक चलाउने भन्ने हिसाबमा बसिरहन्। अलिकति मार्केटले मोमेन्टम समात्यो भने यो स्टकहरू चल्छ। यहाँ हेर्नु यो घट्न दिइरहेको छैन नि, हरियो क्यान्डल क्लोजिङ भन्नुको रिजनै के हो भन्दाखेरि अब हामी आउँदैछौँ, हामी आफ्नो प्लान बनाउँदैछौँ, पैसा ल्याउँदैछौँ भने हो के। 500 तपाईँको यो एरियामा हेर्नु न कति धेरै कन्सुलेट छ, यहाँ बेच्ने नै होइन अहिले आमचुप लगाएर बस्नु। एटलिस्ट तपाईँको 600 देखि 620सम्म नपुग्दा नबेच्नु। केपिसिएल त अब त्यो 58 हो नि त, 58 छ, अब त्यही हो। एकै दिनमा कतिवटा स्टक चलाउने भन्नु न। केपिसिएल छ, एसपिपिएल छ, अनि तपाईँको धेरैवटा स्टक चलाउनु पऱ्यो, अनि एउटै मान्छेसँग त्यति धेरै पैसा छैन। बिस्तारै अहिलेसम्म त मेन्टेनै गरिरहेको छ, अल टाइम हाइतिरै राखिरहेछ नि त, अल टाइम हाइतिर राखिन्छ खासै ऊ भएन। अब हेर्नु यो अलिअलि रिलिज गरेर आफै किन्ने आफै बेच्ने गरिरहेछ भनेपछि माथि नै लाने अलिअलि छाँटकाँट छ अझ पनि। सो हेर्नु, सेल नगर्नु। एनआरआइसीमा अहिले अब हल्का बुढो बाग जस्तो भएको छ केही टाइमको लागि, पख्नु आउँछ 55को पैसा अलिकति यता एमएफएलतिर गएर है अहिले खासमा ब्याक हुन्छ यसमा पनि। अब आउनु त आइहाल्छ एनआरआइसीमा पनि। एनआरआइसी जान्छ एक लट हेर्नु यो एरियासम्म तपाईँको फेरि नि 1526-30सम्म। त्यही हो अहिले चाहिँ। अब मैले चाहिँ एकदम फर्स्टमै रिकमेन्ड गरेँ एमएफएल गर्छु, तपाईँहरूलाई डर लाग्छ भने आइसिएफसी गर्छु मैले चाहिँ है, सबै स्टप लस राखेर है, एउटा नि स्टप लस बिना होइन। आइसिएफसी लिनु भन्छु म चाहिँ। अब अलिकति सस्तोमा जानुहुन्छ भने आरएलएफएलमा जानु, एसएफसिएलहरू छ भने सिफ्ट यसमा हुनु। अब योभन्दा अलिकति माथि नयाँ इन्ट्री गर्ने भने जिएमएफएल र बिएफसी छ, यसमा इन्ट्री गर्नु भन्छु है म चाहिँ। जता गुलियो उतै भुलियो भन्छ नि, त्यस्तै हो क्या। एसपिएलमा लगइन खोलिसकेको अरे होइन, कि एसपिएल खुले होइन ल, यो लगइन खोल्न दिनु। अनि ओके खोलिकन यो एक लट बढिकन साइड दिएछ। यस्तो हो अब यो मिड क्याप स्टक छ जम्मा 62 लाख किता छ 411मा, यो त एकदम डिस्काउन्टमा पाइरह हो, उठाए हुन्छ है। फन्डामेन्टल चाहिँ त्यति राम्रो छैन, धुस्नु नै खक्याएर एसपिएलको के छ एकचोटि हेरिहाल्यौँ, डिस्काउन्ट हो कि के हो। EPS 1 रिपोर्टेड ट्रेलिङ पी त अब यो पी त हेर्नै परेन। रिटर्न अन इक्विटी 2.48, बुक भ्यालु 75। डिस्काउन्टमा पाइरहनु भएछ लिएर उठाएर बस्नु है, मजाले उठाएर बस्नु। 400मा स्टप लस राख्नु, मस्त उठाउनु, जति सक्दो खाँदेर बस्नु। अरू स्टक बढ्यो भने पनि यस्तो है, खाँदेर चाहिँ बस्नु, तर बढेन भनेर बेचेर ननिस्किनु। किन भन्दाखेरि तपाईँले जस्तो अहिले यो एमएफएल म एउटा इक्जाम्पल दिन्छु। जस्तो तपाईँसँग अहिले 8 लाख रुपियाँ छ, एमएफएल किन्नु भने 1000 किताब पुग नपुग आउँछ। यो बढ्नु पऱ्यो तपाईँलाई कति, एटलिस्ट 200 रुपियाँ बढ्नु पऱ्यो तपाईँलाई यहाँनिर 20,000 फाइदा हुनको लागि, के अरे 2 लाख रुपियाँ फाइदा हुनलाई होइन। अब यही रेन्जमा तपाईँले गएर इएसपिएल किन्नु भयो भने तपाईँको कति किता आउँछ हेर्नु त, 2000 किता आउँछ। 2000 कितामा तपाईँको भोलि यतापट्टि 10 देखि 15% मात्र बढ्दै भने नि त्यो 2 लाख त तपाईँले यहीँ कमाउनुहुन्छ नि त। अनि त्यो मात्र के भएन, फेरि अर्को के हुन्छ भन्दा यदि अलिकति मोमेन्टम आउनु थाल्यो भने लो क्याप स्टक छ तपाईँको हात्ती बढिदिन्छ। अनि त्यो बेला त ब्रोकरको लिमिट चलाएर भए पनि तपाईँको ड्याङडुङ आफूसँग भएको किता किन भोलिपल्ट सर्किट लाग्ने बेला यसो उठायो, भोलिपल्ट बढायो बेला 10 रुपियाँ माथि बेच्यो भने नि एक्स्ट्रा कमाइ त्यहीँ हुन्छ। सो त्यो भएकोले अब यो चाहिँ डिसिजन तपाईँहरूले लिनुपर्छ है, रेसनल डिसिजन चाहिँ। जस्तो कतिचोटि याद गर्नु भएको छ कि छैन, जस्तो पहिला एकचोटि हामीले मेल थुप्रो उठाएर बसाएको थियो 195 है, त्यसपछि बढ्दै बढेन सबजना हैरान हुनुभएको थियो। त्यो याद छ कि छैन यो एरियातिर, यहाँतिर हामीले यस्तो उठाएर बसाएको थियो, मरिकाटे बढेन, फाइनली घटे जस्तो भयो। भोलिपल्ट त्यही मोमेन्टम समातेको हेर्नु त, बढ्दै तपाईँको 260सम्म पुग्यो आखिर लास्टमा। यस्तो चाहिँ स्टकहरू धेरै भएको छ। जस्तै यही युपिसिएल हेर्नु न, यो एरियातिर बढ्दै बढेन, उठाएर बस्यो लास्टमा मोमेन्टम समाएपछि राम्रै माथि गयो नि त होइन, तपाईँको 470सम्म त पुगेको थियो। सो त्यस्तो हुन्छ है। त्यो भएकोले पालो चाहिँ कुर्नुपर्छ, प्यासेन्स राख्नुपर्छ। पैसा कमाउन गाह्रो छ। अब यहाँ पनि मै कमाउँछु, त्यहाँ नि मै कमाउँछु, यो पनि मेरो त्यो नि मेरो गर्न थाल्यो भने सकिन्न पैसा कमाउन।
मैले भने बुझिरहनु भएछ नि होइन। यो पनि मै कमाउने त्यो नि मै कमाउने भनेर नै हुँदैन है। दुवै हातमा लड्डु हुन एकदम गाह्रो छ। कि त तपाईँहरू आफै प्लेयर हुनु पऱ्यो, प्लेयरको त हालत खराब छ होइन। तपाईँहरूलाई अहिले त थाहा छ कि छैन, अब यो थुप्रो पैसा लग्यो नि। तपाईँको डेभलपमेन्ट ब्याङ्क फाइनेन्समा अस्ति थुप्रो पैसा गयो है, प्लेयरहरूको पनि थुप्रो पैसा गएको छ। अनि मार्केट क्रास भएपछि त झन् सबैलाई यति गाह्रो भएको थियो एक लट। अब अहिले चाहिँ सबैको प्लान छ, एउटा रिकभरी प्लान सबैको छ। अब कस्तो हुन्छ भन्दाखेरि एज अ प्लेयर भइसकेपछि पहिलाको प्राइसभन्दा माथि लानै पर्ने एउटा हुन्छ कि, नत्र भने किन भन्दाखेरि जस्तो यही एसएसपिसीमा कुरा गरौँ न। तपाईँको हामी रिटेलर त के हो, आफ्नो सामान बेचेर निस्किन्छौँ। अब बढाउँछ कसले, हामीले त बढाउँदैन अभियसली, कोही इन्स्टिट्युसनल प्लेयर आएर बढाउनु पर्छ। उसले बढाउँदाखेरि त तपाईँको यहीँनिर बेचेर निस्क्यो भने त उसको कस्टिङ कसले हेर्ने, उसको लस कसले हेर्ने, त्यो ब्याङ्कमा ब्याज तिर्नुपर्ने ब्याज कसले हेर्ने। यति धेरै त पैसा छैन कि सबै आफै फन्डिङ गरौँ। अनि जम्मै प्लेयरले त तपाईँको सबै आफै सेल्फ फन्डिङ गर्न सक्दैन नि त। मैले त यस्तोसम्म तपाईँको प्लेयरहरू भेटिरहेको छु कि जसले चाहिँ पुरै लोनमा तपाईँको चलाएर एउटा स्टक चलाएर त्यहाँबाट प्रफिट निकालेर त्यसरी निस्केको प्लेयरहरू पनि देखिरहेको छु। सो त्यो भएकोले उनीहरूले पनि अब कस्तो हुन्छ भन्दा यो फेजबाट जति सक्दो एक्युमुलेसन गर्ने, बिस्तारै लाने, लगिसकेपछि एटलिस्ट यो पुरानो एरियालाई चाहिँ ब्रेकआउट गरौँ, मान्छेलाई चाहिँ बेच्नेलाई पनि ओहो किन्नु पऱ्यो भन्ने बनाऊ, त्यसपछि मात्र बेच्छौँ भन्ने हुन्छ क्या। तपाईँको त्यस्तो नगर्यो भने त उनीहरूले बेच्नै सक्दैन, रिटेलर पनि आउँदैन किन्न। अनि त्यो भएकोले बढाउनलाई बढी टाइम लिन सक्छ, तर बढाएपछि एउटा राम्रै ठाउँमा पुऱ्याउनु पर्ने हुन्छ है। अनि हतार गरेर अब आफ्नो स्टक बढेन भनेर भयो नि भएन। केपिसिएल होल्ड गर्नु, होल्ड अब यस्तै। सिकेएचएल अहिले नबेच्नु, आरएफपिएलहरू केही पनि अहिले हाइडहरू खासै नबेच्नु है। अब भर्खर भर्खर भोल्युमहरू आउँदैछ, यो दिन किनेको भोल्युम त अब भर्खर खातामा आइतबार न त आउँछ। यो यस्तो राम्रो पुस गरिरहेछ होइन, यिनीहरूले मजाले माथि लगि नै रहेछ। अब यत्रो बढेको स्टक अहिले यहाँ आएर बसेको छ, अब एटलिस्ट माथि अझ जान्छ हेर्नु, यो कुद्छ। अहिले होल्डै गर्नु है, स्टप लस राख्नु न, स्टप लस ट्रेल गर्दै 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 जानु है। स्टप लस ट्रेल गर्नु, स्टप लस चाहिँ ट्रिगर भयो भने एक्जिट गरिदिनु। एटलिस्ट यही एरियातिर अब 388 भन्दा माथि माथि क्लोजिङ गराइरहेछ नि। अब 388 चाहिँ होइन है, 380सम्म चाहिँ हेर्नु है। 20 रुपियाँ चाहिँ हेर्नु। अब 20 रुपियाँ भने तपाईँ हुन त यहाँनिर तपाईँको 3-4% नै हुन्छ, तर हेर्नु एटलिस्ट त्यति चाहिँ, नत्र पैसा कमाइँदैन फेरि। बढ्यो भने त बढाइ हुन्छ। 20 रुपियाँको मार्जिन राख्नु, त्योभन्दा तल आयो भने फ्यालेर निस्किनु। डेभलपमेन्ट ब्याङ्कहरू त अहिले आनन्दले होल्ड गर्ने नि, कस्तो राम्रो प्याटर्न बनाएर कुदिरहेछ यो त हेर्नु त, मस्त प्याटर्न बनाएर कुदिरहेछ है। डेभलपमेन्ट ब्याङ्कको पालो आइरहेछ। अब यो फाइनेन्स पछि चल्ने डेभलपमेन्ट ब्याङ्क भयो। अस्ति तपाईँहरूले याद गर्नु भएन होला है, यो नेप्सेमा तपाईँको यो एरियाको ब्रेकआउट हुँदाखेरिको कतिको याद गर्नु। पहिला कुद्यो के फाइनेन्स, यहाँसम्म फाइनेन्स कुद्यो, यहाँबाट तपाईँको माथि जाँदाखेरि डेभलपमेन्ट ब्याङ्क कुद्यो, डेभलपमेन्ट ब्याङ्क पछि यहाँबाट यहाँ त ब्याङ्किङले नै पुस गर्यो। त्यसपछि बल्ल यो एरिया पछि अनि फाइनेन्स कुदेको थियो है। अनि फाइनेन्ससँगै नन लाइफ सन लाइफ सबै आएर कुदेको थियो। सो मलाई जहाँसम्म लाग्छ त्यस्तै नहोला भन्न नि सकिँदैन है। अब धेरै ठुलो मुभको एक्सपेक्टेसन चाहिँ नराखौँ, तर जुन हिसाबको एक्साइटमेन्ट छ त्यसले चाहिँ अब धेरै पछि अलिकति माहौल तताकै छ है। सो यही होला उसै होला भन्न सक्ने ठ्याक्कै अनुमान गर्न सक्ने छैन। त्यो भएकोले अलिकति मार्जिन छोडिदिनु, बरु 20 रुपियाँ 30 रुपियाँ जाओस्, 3देखि 4% चाहिँ मार्जिन राखेर नै हिँड्नु। त्यतिसम्मको करेक्सनलाई म चाहिँ हेर्छु है भन्ने हिसाबले जानुभयो भने मार्केट इनकेस राम्रो मुभ लियो भने कमाइन्छ। सिकेएचएल अहिले होल्ड गर्नु नफाल्नु। अब यो प्रमोटरहरू लकिङ खोल्ने बेलामा बढाउनु नै खोज्छन् है। सिकेएचएलको लकिङ खुलेको छैन, लकिङ खोल्ने बेला बढाउँछ नै। फन्डामेन्टल नि राम्रै छ यो चिर्खाएको। सो अहिले पनि त्यही हो, ब्याक टु पुरानै हाईहरू, यही हाईसम्म हेर्ने हो। अब अहिलेको लागि यो एरियामा मजाको एक्युमुलेसन छ। जसरी एमकेएचएल एक्युमुलेसन भएर कुद्यो नि, थाहा थियो नि हामीलाई होइन एमकेएचएल कुद्छ नै भनेर, स्योरै थियो नि त। हो त्यस्तै गरी तपाईँको सिकेएचएलमा सेम प्याटर्न फर्म भइरहेछ। सो त्यो भएकोले नबेचेर ननिस्किनु। जम्मा 40 लाख किता छ। सेम हो, एमकेएचएल र सिकेएचएलको कहानी एउटै छ। आनन्दले होल्ड गरेर बस्नु है। 1000 चाहिँ छुनिने हो फेरि यिनीहरूले। अब कहिले छुन्नुहुन्छ अब त्यो त पछि नै थाहा होला। एकेजिसिएलमा अब त्यही हो, ट्रेलिङ स्टप लस राख्नु। 60तिर चाहिँ मेबी बेचेर निस्केर अरू स्टकतिर सिफ्ट हुँदाखेरि बेटर हुनसक्छ है। यसमा जानुभन्दा अब 360तिर निस्केर बढ्यो अलिकति नबढेकै अलिअलि भर्खर भर्खर भोलमा आउनु थाले स्टकतिर छिर्यो भने बेटर हुनसक्छ, मलाई चाहिँ त्यस्तो लाग्छ है। अब यसमा त फ्लक्चुएसन त भइहाल्छ नि, तपाईँको यहाँतिर जाने तल घट्ने, फेरि यहाँबाट जाने ब्रेकआउट गराए जस्तो गर्ने, त्यो त गर्नु परिहाल्यो नि। प्लेयरले त्यति नहरी बेच्न सक्दैन, हामीले त्यति नहरी किन्दैनौँ, हामीलाई त्यति नहरी किन्ने हिम्मत नै आउँदैन होइन। अनि लोभ लागेपछि बल्ल हामीले किन्छ, उनीहरू बेच्छन् निस्किन्छन्, हामी ट्याप गर्छ, त्यही हो नि हो। जिएफसिएल अहिलेको लागि आनन्दले यो 800सम्मको टार्गेट दिइ नै बस्ने है। फाइनेन्समा 800सम्म त मज यस्तो है। तपाईँहरू जिएफसिएलमा जानुहुन्छ भने एनएफएस पनि गयो हुन्छ। एनएफएस नि 800 चाहिँ लान्छ हेर्नु, केही नभने
बिएफसी तपाईँको अहिलेसम्म भोल्युम आएको छैन, 65 जानुपर्ने हो, 65 फेरि ब्याक टु इडिबिएलै भइरहेछ, त्यही भएर आएर यस्तो भएको। त्यो इडिबिएलै गए पनि हामीले 600सम्मको त हिट गरिहाल्छौँ जस्तो लाग्छ मलाई चाहिँ है। अस्ति नै पनि गएकै हो, सो फेरि पनि जान्छ, एक्मुलेसनै भएको छ। अल्टिमेटली नचला स्टकहरू चल्ने हो। अस्ति पनि हामीले आरएलएफएल त्यही भएर उठाएको थियो, बिएफसी त्यही भएर उठाएको, नचलेर लास्टमा तपाईँको 800 त जुन पनि पुग्यो नि त। सो त्यही हो, सेम प्याटर्न फलो हुन्छ फाइनेन्स मुभ हुँदाखेरि। अनि कुरा के हो भन्दा एमएफएल जान्छ, एमएफएल जाँदा अरू जान्छ है, ढुक्क भएर बस्नु। ए जियोएफएल अहिले आत्तिनु परेन, ठिक छ त। तर जियोएफएलमा चाहिँ अब यस्तो यो पुरानै प्लेयरहरू हुन्, यिनीहरूले नै बेच्ने नि गरिरहेछन् है, बेचि नि राखन। अब कि ठ्याक्कै यही होला भन्न चाहिँ गाह्रै छ। तर नि फाइनेन्स बढिरहेको हिसाबले चाहिँ अब यसलाई पनि माथि जानलाई चाहिँ रोक्न हुने। अब यस्तो है, तपाईँले स्टप लसहरू राख्नु कहाँसम्म हेर्नु भन्दाखेरि अब हेर्नु, अब 40 रुपियाँको मार्जिन धेरै नै हुन्छ, थाहा छ। 1000 किता किन्नुभयो भने तपाईँको 40,000 हुन्छ, 2000 किन्नुभयो भने त तपाईँको 80,000 त्यहीँ गइहाल्यो। तर हेर्नुपर्ने चाहिँ एटलिस्ट यो फेयर भ्यालु क्यापसम्म चाहिँ हेर्नुपर्छ है। फाइनेन्समा मुभ छ, नभए यस्तो गर्नु, तपाईँको खातामा आइसकेको छ भने भोलि अलिकति बढ्यो भने फाइनेन्स जियोएफएलतिरबाट चाहिँ अर्को फाइनेन्सतिर जानु न। एनएफएसै बढाइ छैन गएर यही रेन्जमा छ, अलिकति माथि त हो। एनएफएसै लिनु, नभए आइसिएफसी लिनु होइन। अलिकति फन्डामेन्टलतिर जानु न, किन बेकार टाउको दुखाउनुहुन्छ। अब जियोएफएल भनेको स्पेकुलेसनमा चल्ने हो कम्प्लिटली है, अब केही फन्डामेन्टल केही छैन। त्यो भएकोले अलिकति अहिले एमएफएल कुद्छ भने मलाई जहाँसम्म लाग्छ आइसिएफसी कुद्नुपर्छ। र यसमा ब्याक टु फेरि त्यही पुरानै प्लेयरहरू, एसएफसिएल चलाउने यी प्लेयरहरू फेरि ब्याक टु यसमै नआउलान् भन्न सकिनँ। किन भन्दा पहिला पनि उनीहरूले चलाएको हो, अहिले पनि हाम्रै स्टक हो भनेर आउन सक्छन्। तपाईँहरूलाई थाहा छ कि छैन, एमएफएल पहिलाको बुलमा जसले चलायो उनीहरू नै ब्याक टु आफ्नो स्टकमा आएको है। त्यो भएकोले आइसिएफसीमा पनि त्यही हुनसक्छ। सो त्यो कारणले गर्दाखेरि अब भनेको कुरा बुझिहाल्नु, अब आँगर त अलङ्कार बुझ्नु पऱ्यो होइन आफै। अरू के भन्ने है, यस्तै छ अब। त्यो अब जियोएफएल नराम्रो होइन कि, अब पुरानै बुलकै हाई पुगे होइन है। 1400 अब स्पेकुलेसन भएर गएको छ। अब 1400 नपुग्यो भने एटलिस्ट यहाँबाट बढ्दाखेरि यस्तो हो है। फेरि यो प्याटर्न पनि उनीहरूको चाहिँ जहिले पनि यही नै हुन्छ हुन चाहिँ। तपाईँको एसएफसिएलहरूदेखि जुनसुकै स्टकमा हेऱ्यो भने नि यसो बेचिदिने हो होइन, बेच्ने छोडिदिने, साइडवेज राख्ने, अनि मात्र कुदाउने हो। यसरी पहिला पनि गरेको हो, अहिले नगर्लान् भन्न सकिँदैन। त्यही भएर तपाईँ जियोएफएलै होल्ड गर्ने हो भने एटलिस्ट यो एरियासम्म चाहिँ हेर्नु। फाइनेन्समा मुभ भइन्जेल एमएफएल कुदिन्जेल कुनै पनि फाइनेन्स बेच्न हतार नगर्नु। 560 भन्दा माथि रहन्छ ट्रेलिङ स्टप लस राखेर चुप बस्ने हो भने चाहिँ बेस्ट हो, सकिन्छ भने है। अब तपाईँको कस्टिङ अलिकति माथि परेर डर हुन्छ 600मा हुँदाखेरि। तर यहाँबाट बढ्यो भने त फेरि यसमा त बढ्ने ठाउँ त राम्रै छ। अब के गर्छ भन्दा अब यो मेन हेर्ने भनेको प्लेयरको हातमा भएको कुरा हो है, अरूको होइन। एमएफएलबाट त आइसिएफसी चाहिँ स्योर हो म होइन। अब जस्तो जिएमएफएल, पिएफसी, आरएलएफएल यिनीहरू स्योरै बढ्छ कि, बढेकै छैन त, नबढी सुखै छैन। अब यो स्टकहरूमा चाहिँ अब भन्न गाह्रै छ हेर्नु। अब त्यही हो। नाइ भिएलयुसिएल, त्यो भिजन लुमिनी, सिकेएचएल सबै एकुमुलेसन्स हो। अब मान्डु पनि हुँदैछ है यो सँगै। शिवममा साइड यस्तो एकुमुलेसन हो। एकुमुलेसन भन्दा पनि यो कस्तो फेज भन्दा अलरेडी एकुमुलेसन भइसकेको स्टक हो कि शिवम। शिवम त सेयर होल्डर लिस्टै हेरेको त हामीले, अलरेडी एकुमुलेसन भइसक्यो हो, बेचेको छैन, साइडवेज राखिरहेको हो कि। किन साइडवेज राखेर भन्दा यो प्लेयर अरू कुनै स्टकमा अहिले एक्टिभ छ क्या, त्यही भएर हो। अब प्राइस तल जान नदिनुको भन्नेको रिजनै के भन्दा माथि जानको लागि मार्क अफ फेजमा भइरह भनेर बुझ्नु पऱ्यो है तपाईँहरूले। एटलिस्ट 800 पुग्छ लिने, 611 स्टप लस राख्ने, आनन्दले बस्ने सुत्ने। अर्काको स्टक बढाइदियो भनेर टाउको दुखाउने, पेट पोल्ने होइन। स्टप लस राख्नु पऱ्यो है। अपी अब यस्तो फन्डामेन्टल त राम्रै छ। अब अपी चलाउने भनेको 28 हो होइन, राम्रो लगिन रहेछ त। ल 28ले चलाइ नै रहेछ त, बिस्तारै हेर्नु त। हरेक दिन 2 रुपियाँ गरेर थाहा नै नपाउने गरी चलाइरहेछ त। 2 लाख किता कारोबार नै भइरहेको रहेछ। अल टाइम हाई नै पुग्न लागिसक्यो। आनन्दले होल्ड गर्नु न, स्टप लस राख्नु, होल्ड गर्नु। यहाँ हेर्नु नि, स्टप लस चाहिँ राख्नु है, लाइक 290 स्टप लस राखेर होल्ड गरेर बस्नु। स्टप लस 10 रुपियाँमा, 10 रुपियाँ ट्याक्कै मुनि राख्नु। अहिलेको लागि 290मा राखेर हिँडेर बस्नु। बालकृष्णजी धेरै पछि आइयो हेर्नु। एसएमएचएल यस्तो, यसको के भइरहेछ भन्दा तपाईँहरूलाई थाहा छ कि छैन, लकिङ खुल्दैछ है, त्यही भएर लाएर यो यस्तो भएको। यो लकिङ खुलेको दिन अलिकति भोल्युम राम्रो आयो, एउटै मान्छेले थुप्रो उठाउन थाल्यो भने उठाए हुन्छ ल एसएमएचएल। तर हेर्नु अब अलिकति किता चाहिँ ठुलै छ है। अब यत्रो 2 करोड 30 लाख कितालाई चलाउने हिम्मत चाहिँ सिधै नगर्लान्। मलाई जहाँसम्म लाग्छ साहसमा जस्तै साइडवेज जान सक्छ यो। फन्डामेन्टल्ली राम्रो छ नि त। जस्तो तपाईँको लकिङ खुलेपछि साहसमा के भएको थियो भन्दाखेरि
त्यही दिन घटेर बढाएको थियो नि, यस्तै खालको फेज हुनसक्छ ल केही टाइम चाहिँ। माउन्टेन एनर्जीमा त्यस्तै भएको थियो, कतिलाई याद छ कि छैन है, रुरुमा सेम भएको थियो, त्यस्तो सेम फेज हुने हो। अब माउन्टेनमा त अझ घटेर पनि अनि तल आएर अनि माथि गएर साइडवेज बसेर अनि बल्ल मुभ लिएको थियो नि हो यस्तै। अब यो चाहिँ होइन ट्याक्कै साहसको चाहिँ, अब यिनीहरूको प्रमोटर राम्रै छ हेर्नु, प्रमोटर राम्रो भएको हिसाबले चाहिँ थाहा चाहिँ छ होला प्रमोटर को हो भनेर होइन, ठुलै मान्छे हो प्रमोटर, त्यो भएकोले अब आनन्दले बस्नु न। एसएमएचएल चाहिँ के गर्नु भन्दा नेगेटिभ सर्किट लाग्यो भने उठाउनु, उठाए हुन्छ, नेगेटिभ सर्किट उठाउनु, बढ्न लाग्यो भने बिचमै अलिकति उठाउनु होइन, भोल्युम हेर्नु कतिको भोल्युम ट्रेड हुन्छ भनेर। एनजिपिएल त अब यस्तो सबैसँग अलिअलि नेप्सेभरिमा सबैले अलमोस्ट सबै ब्रोकरले 30,000 40,000 50,000 1 लाख 1.5 लाख 1.5 लाख कितासम्म होल्ड गरेको छैन एनजिपिएल हो है। सो एनजिपिएल त लान्छ नि, अझ माथि लान्छ। एमकेएचएल बेचेको छैन, एमकेएचएल बेचेपछि बल्ल प्रफिट आउने हो। एसएमजेसी बेचेकै छैन, यो लङ टर्म गेम प्लान हो कि, त्यही भएर लाएर यो चलेकै छैन। नचल्नुको रिजनै त्यही हो। एनजिपिएल हेर्नु अब कुद्न थालेपछि त्यही हो, यहाँबाट माथि कुद्न थालेपछि त गुटुङ टुङ 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 500 त उडाउँछ नि यिनीहरूले। अब एसडिएलमा त एसडिएलको कतिजना त अस्ति सागरमा नि सिफ्ट भयो है, धेरैजना त। तर यस्तो पालो त सबै स्टकको आइहाल्छ। अब शिवममा चाहिँ म स्योर छु माथि जान्छ भनेर है। शिवम चाहिँ अब अलिकति लिस्टदेखि लिएर अब पर्सनल चिन्न जानी भएको कारणले गर्दाखेरि पनि। अब एसडिएलमा चाहिँ अलिक टाइम लाग्न सक्छ यो त। अब खासै कोही छैन हेर्नु, अब भोल्युम पनि छैन। 71,000 कि त योभन्दा तल आउँदैन ढुक्कै, यति चाहिँ भयो है। यहाँभन्दा तल नआउने छाडकाट देखिहाल्यो, फ्लक्चुएसन छैन। अब जुन दिन बुढो कम्पनी चल्छ त्यही दिन चल्छ यो चाहिँ। यस्तो हो अब आरएफएलमा हेर्नु, अस्ति किनेको भोल्युम आइतबार आउँछ, आइतबार डम्प गर्दैन यिनीहरूले मलाई जहाँसम्म लाग्छ। आइतबार मार्केट पनि बढ्छ, त्यो भएकोले डम्प गर्दैन है। गर्ने नै छ भने पनि माथि लगेर डम्प गर्ने हो। अहिलेको लागि एटलिस्ट स्टप लस ट्रेल गर्नु। अब कतिसम्म भन्दा पनि 10 रुपियाँ तल स्टप लस राखेर हिँड्नु न। 480 भन्दा तल जान थाल्यो भने बेच्छु, माथि भइन्जेल होल्ड गर्छु। 425मा सप्लाई अलिअलि छ, यो पनि ब्रेकआउट गऱ्यो भने माथितिर कुद्न थाल्छ, स्टप लस ट्रेल गर्दै हिँड्नु, त्यो चाहिँ ठिक हुन्छ। जेएफएल मेबी आरएलएफएलमा सिफ्ट हुने हो कि। लो क्याप चाहिँ लो क्याप हो, तर आरएलएफएललाई सिफ्ट हुँदा ठिक होला है जेएफएलबाट। एटलिस्ट जेएफएलको पोजिसन यतापट्टि राम्रो छ। शिवम आर्ट्स चाहिँ स्योर हो है, म चाहिँ ढुक्कै छु। ढुक्कै चाहिँ ढुक्कै, अब कति टाइम लाग्छ चाहिँ थाहा छैन। शिवम आर्ट्स चाहिँ हो है, त्यही हो। 616 चाहिँ स्टप लस राखेर लिने हो भने मजाले लिए हुन्छ। म चाहिँ ढुक्क हो फेरि। 611मा स्टप लस राख्ने, तल 12-13मा आयो आफै उठाउने, 11मा अन्त भन्दा तल क्लोजिङ हुन्छ नि, जुन दिन हुन्छ त्यही दिन भ्याल्यु निस्किने। मेरो चाहिँ स्ट्राटेजी यही हो है अहिलेलाई। एलसी र एचआरएल त कुदेकै छैन, पढ्नु न बाँकी नै छ। अल्टिमेटली यो बुल इन्ड हुँदासम्म मैले देखेको चाहिँ एचआरएलको प्राइस चाहिँ एनआरआइसी भन्दा माथि हुन्छ है। अहिले त एनआरआइसी कति पाएको छ 1300मा भनेपछि एचआरएल त यही रेन्जमा डिस्काउन्ट हेर्छ भने पनि तपाईँको 400 रुपियाँ डिस्काउन्ट आएको छ। चुप लाएर बस्ने नि, के को टेन्सन लिने हो र। जो मान्छेले तपाईँको एनआरआइसी चलाइरहेछ उनीहरूकै सबभन्दा धेरै लगानी एचआरएलमा छ, अनि उनीहरूले आफ्नो स्टक चलाउँदैन होला त। प्रमोटरको लकिङको लागि कुरिरहेको क्या यिनीहरू सबैजना। यहाँ त प्लान छ नि तपाईँको, मेगा प्लान। कति भयो एचआरएल आएको? भर्खरै 2024 2025 2026 अझै 1 वर्ष एचआरएलमा बी ठुलो मुभ भन्नुभयो। 1 वर्ष भनेपछि त्यही हो, 6 महिना अगाडिदेखि नै प्लान सुरु हुन्छ। अब यो यस्तो अब ब्रेन वासिङ भने जस्तै मार्केट मेकिङ सुरु हुन्छ यसमा। अब वेट गर्नु पऱ्यो, अहिले त किनेर बस्नु न। अहिले के अहिले यहाँ बेच्नलाई हेर्नु परेन, हेर्नु अहिले त मलाई कसैलाई सोध्नै परेन। तपाईँले यसो हेरेर उसै उठाए हुन्छ है, आनन्दले उठाएर 950सम्म त ढुक्कको साथ बस्यो हुन्छ। कति भन्नुहुन्छ अरे 970सम्म त कसैलाई सोध्नु परेन, लिटरली कसैलाई सोध्नै परेन क्या। तपाईँले ट्याक्कै हेरेर उठाएर बसे भयो।
बन्दीपुरमा त टार्गेट त मलाई थाहा छैन हेर्नु अब त्यस्तो टार्गेट त भन्ने त के थाहा हुन्छ र स्टप लस ट्रेल गर्ने होला आइपिओहरू जम्मैमा स्टप लस ट्रेल गर्ने हो अब 900 को एरियामा भन्दा माथि नै सस्टेन भइरहेछ यसको प्याटर्नै कस्तो छ एक दिन जाने हाइगड लो बनाउने भनेपछि अहिले त आवरलीमा जाने आवरलीमा गएर कहाँनिर यसको पहिला हाइगड आइथ्यो त्यहीँनिर स्टप लस राख्नु सो बेटर भनेको यहाँ 940मा चाहिँ स्टप लस राखेर बस्नु है 940 भन्दा माथि रहन्छ चुप लाएर होल्ड गर्नु जसरी तपाईँको हातफे चलाएको याद छ कि छैन तपाईँहरूलाई स्टप लस नराख्ने मान्छेले पैसा कमाएन नि होइन बेच्यो अब बढाएछ फ्रस्ट्रेसन मात्र आएको थियो नि त्यस्तै हुनसक्छ है हेर्नु त यो एरियातिर तपाईँको यो बल्न थालेपछि स्टप लस जब ट्रिगर भयो बेच्ने भने त यहाँनिर खासमा मेन बेच्ने भनेको चाहिँ यो एरियातिर थियो यो ब्रेकडाउन भइसकेपछि हुन त 120 को ऊ हुन्थ्यो तर मैले चाहिँ बेचेको भनेको यो एरियाको ब्रेकडाउन पछि थियो है किन भन्दा हरेकचोटि रिटेस्टमेन्ट गइरहेको थियो सो मेरो चाहिँ जहिले नै स्ट्राटेजी हुन्छ कि त हरेमा बेचेर निस्किनु पऱ्यो होइन भने यस्तो चाहिँ कुर्नु पऱ्यो एटलिस्ट तपाईँहरूले नि गर्ने भने बन्दीपुरमा त्यही हो हेर्ने जहिलेसम्म ब्रेकडाउन हुँदैन तबसम्म कुरेर बस्ने अब त्यसमा 100 रुपियाँको जान्छ त्यो त त्यस्तै नै सम्झिन्न शिवममा ल हेर्नु इन्फर्मेसन हुन्छ तर पैसा आएन के गर्ने त्यति धेरै पैसा नि छैन कि सबै स्टकमा हात हालु है सो इन्फर्मेसन हुन्छ आफूलाई जुन कन्फिडेन्ट हुन्छ त्यसमै जाने हो भन्न त पाइयो नि त सेयर त गरिदिँदा के ठुलो कुरा भयो त एलइसी त अहिले अब 200 यो एरियातिर हो सबभन्दा धेरै फसेको मान्छे अब हामीले नि किने भने यहीँतिर हो होइन 210 देखि 217 को एरियामा किने हो त्यसपछि बढ्यो हो सो अब कतिले बेच्ने आएन स्टिल पनि अब यही एरियातिर है सप्लाई चाहिँ 27 देखि 36 को एरिया हो अब 58 को कृपा पऱ्यो भने सर्लकै माथि जाला ओएमपिएल त अहिले बेच्ने नै होइन आनन्दले बस्ने है यो फाल्न हतार गर्ने होइन 17-1800 त मिनिमम जानुपर्छ यो बोलाएर बस्ने 1335 भन्दा माथि रहन्छ छुनी होइन 58 अलिअलि कहिलेकाहीँ झुल्केर त्यो आक्कल झुक्क लाउने हुन्छ नि त्यसरी आइरहेको क्या अब हेरौँ है त कछ 56ले अस्ति उठाएको रहेछ यो अब मेन 56 को होइन एसटिसीमा के गरिरहेछ बडो एसटिसी चलाइरहेको रहेछ बिस्तारै ल नत्र एसटिसी चाहिँ 56ले चलाउँथ्यो कि म त्यही भएर यता आएको खासमा है एसटिसी भने चाहिँ हेर्नु त एसटिसी यिनीहरूले अहिले स्लो पारामा चलाइरहेको रहेछ निफ्रा 300 वाटको यस्तो यो बढेको बेला त हामी जुन एभरेज गर्ने एक लट थालेर निस्किनुपर्छ है यो त यो एरियातिर एभरेज गरिहाल्नु भोलि नै पैसा छ भने एभरेज गरिहाल्नु ल एभरेज गर्नु हेर्नु मस्त राम्रो अपर्च्युनिटी दिएको छ एभरेज गर्नु धेरै माथि जानु पर्न 280 मात्र पुगे नि बेच्न निस्किन सकिन्छ एभरेज गर्नु एभरेज गर्नु एक लट एभरेज गर्ने एक लट बेच्ने अब यो बेच्ने भन्ने तपाईले चाहिँ यस्तो है अब तपाईलाई चाहिँ एक लट निस्किनै पर्ने भएकोले मात्र हो नत्र भने चाहिँ यहाँ एभरेज गर्ने माथि लाँदाखेरि ट्रेल गर्दै जाने जस्तै एभरेज गरेको किता चाहिँ 270 भन्दा माथि क्लोजिङ दिन थालिसकेपछि यहाँ तल आए चाहिँ बेच्छु भनेर तपाईले ट्रेल गर्न थाल्ने यहाँ त ट्रेल गर्नु परेन साइड झाटीमा के ट्रेल गर्नुहुन्छ 6 रुपैयाँ लाए हैन यहीँनेर किनिसकेपछि यहाँ भन्दा माथि जान्छ चाहिँ 270 मा फर्स्ट स्टप लस राख्ने अलिकति माथि जान्छ 75 मा सार्ने 5 रुपैयाँ 6 रुपैयाँ 7 रुपैयाँ गरेर बिस्तारै माथि सार्दै लाने बीएसएल को तपाईं हेर्नु टार्गेट वाइल्ड माथि देखिरहेछ 700 को टार्गेट आइरहेछ जस्तो एमएचएल याद छ तपाईहरुलाई 500 तिर उठाउँ भने अब अलि 10 रुपैयाँको लोभले मैले त उठाइन त्यतिखेर है 20 रुपैयाँको लोभले कति जनाले उठाउनु भयो त्यहाँनिर यो टार्गेट हेर्नु राम्रो छ बबाल देखिरहेछ भन्ने त पछि 1000 पुगेको थियो नि यस्तै प्याटर्न निकाल्न खोजिरहेछ यसमा है त्यो भएकोले बन्नु स्टप लस है के कसैले के गर्न सक्दैन मैले के गर्न सक्दैन कसैले के गर्न सक्दैन लिटरली गर्ने भनेको स्टप लस ट्रेल गर्ने 550 तिर स्टप लस राख्ने स्टप लस ट्रेल गर्ने है मेन अहिले गर्नुपर्ने नै त्यही हो हामीले चाहिँ स्टप लस ट्रेल गर्नु पर्यो हेर्नु एससीआईसी मा अब यस्तो हो कि एससीआईसी मा जानु भन्दा चाहिँ म चाहिँ बेटर सजेसन चाहिँ के दिन्छु भन्दा फाइनान्स तिर मुभ छ है म जहाँसम्म लाग्छ फाइनान्स अघि कुद्छ होला सो मेबी फाइनान्स तिर चाहिँ हालाउँदा चाहिँ ठीक होला कि जस्तो लाग्छ है जस्तै एपीएफसी नि तपाईको 550 तिर पुग्यो तपाईको त्यो किता यहाँ हाल्नुभयो हो अब एउटा तपाईले क्यापिटल गेन चाहिँ तिर्नु पर्छ है त्यहाँनेरि अर्को लस छ
सरकारलाई फेरि क्यापिटल गेन तिर्नै पर्छ होइन। अब डबल ट्याक्सेसन लागिहाल्यो, त्यो हुने बित्तिकै यता बेचेर निस्किसकेपछि तर अब जता मोमेन्टम छ त्यता जाँदा ठिक होला। अब होइन म ट्याक्स चाहिँ कम तिर्ने हो, बढी गर्न सक्छु भन्नु त यहाँतिर त एभरेज गरेर बस्नु न। कहाँसम्म कुर्नु भन्दाखेरि यो हेर 540सम्म कुर्नु। एसपिडिओ एसपिडिओ अहिले होल्ड गर्नु, मस्त होल्ड गर्नु। 385 भन्दा माथि रहिन्छ, केही टेन्सन लिनु पर्दैन, आनन्दले होल्ड गरेर बस्ने है, यहाँतिर बेच्ने होइन। अहिले त आनन्दले होल्ड गर्नु। हुन्छ जिएफसिएलमा जाँदा चाहिँ हुन्छ, तर म त मेरो अप्सन चाहिँ अहिले जिएफसिएल होइन ल। कुनै बेला थाहा छ त जिएफसिएल हामी सबैले एकै ट्रेड हाने हो भनेर लाइभमा बस्दा मात्रै लिएको मैले नै होइन। आइसिएफसी जानु भन्छु म चाहिँ जिएफसिएलमा जानु भन्दा। 800सम्म त यो जानुपर्छ होइन, ढुक्कै हो हुन चाहिँ। तर मेबी बेटर चाहिँ अलिकति फन्डामेन्टल स्टक भएकोले आइसिएफसी नै जानु, किन बेकार रिस्क लिनुहुन्छ भनेको है मैले चाहिँ। धेरैजना फसेका छन् नि त, फसेको स्टकमा अलिकति डरै हुन्छ कि। जिएचएल नि हेर्दा 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 मरि काट्यो भएन। अब यस्तो यो जिएचएलै बरु छ भने चाहिँ अब यो पनि अहिले त अब यहाँ के फ्याल्नु है। यहाँ तिनीहरू हेरौँ है त, यो 50 रुपियाँको पैसा अलिअलि यिनीहरू नै फेरि एक्टिभ हुन थालेछ पुरानै है। जिएचएल हो, मैले नि यो जिएचएल त प्रोडायर बसी पछि स्टप लसै गरेँ है, घटिसकेपछि यो एरियातिर भयो नि। अब यस्तो गर्नु, सबलाई लस भएको छ यसमा। अहिले यो जिएचएल अब एभरेजिङ गर्नतिर नहेर्नु, यो एरियातिरबाट अलिकति एउटा राम्रै मुभ लिइसकेको छ। 250 तिर पुग्यो भने चाहिँ एक लट बेचेर अनि त्यसपछि अर्को स्टकतिर जान हेर्नु ल। अहिले चाहिँ यो जान बढिन्छ ल, अब जान दिन्न। अब हेरौँ पर्सिसम्म मुभ आउँछ कि आउँदैन, त्यही हेर्नु पर्यो फर्स्टमा त। सिएफसिएलको त्यो धेरै पुरानो प्लेयर हो है तिनीहरू, मलाई एक्ज्याक्टली नाम थाहा छैन। यिनीहरू अस्ति नै एकचोटि याद छ कि छैन सिएफसिएल सर्किटै लगाउन खोजिरहेको थियो नि, त्यही मान्छेहरू क्या। मलाई त्यो एक्ज्याक्टली भन्न थाहा नै छैन को भनेर चाहिँ, मान्छे चाहिँ थाहा छैन। यो जिएचएलमा चाहिँ त्यही गर्नु, अब यो यहाँतिर चाहिँ इन्ट्री नगर्नु है। 250 तिर पुग्ला चाहिँ एक लट चाहिँ बेचेर निस्किनु यहाँनिर। अनि त्यसपछि अब त्यो बेलासँग हेर्नु न कतिको मोमेन्टम आउँछ, न यहीँ कुद्न थाल्छ कि त्यो भन्दा नि माथि। तर जुन हिसाबले एकेजिसिएल लगिरहेको छ त्यो हिसाबले चाहिँ जिएचएललाई नि कुदाउँछ जस्तो लाग्छ पहिलासम्म है, माथिको हाइसम्म। तर योभन्दा माथि लान चाहिँ अलिकति गाह्रो छ कि, धेरैजना फस्या छ। अब सबैजना निस्किन खोजि नै हाल्छन् है। त्यो भएकोले कि त यहाँनिर यस्तै खालको साइडेज भएर बस्यो भने चाहिँ छुट्टै कुरा हो, नत्र भने त यो एरियातिर पुग्दा चाहिँ बेच्नु एक लट। अनि त्यसपछि अरू स्टक हेर्नु न, फाइनेन्सकै स्टकमा मोमेन्टम भइरह्यो भने फाइनेन्सै हेर्नु। पिआरएफएल नै ठिक छ बढी ल, पिआरएफएल छ है। मैले अर्को बिर्सिरहेको स्टक पिआरएफएल हेऱ्यो भने हुन्छ ल। तपाईँहरू त्यही बिएफसी अनि त्यसपछि यतापट्टि अर्को के अरे जिएमएफएल नजाने भए पिआरएफएल हेऱ्यो हुन्छ। पैसा नि छ पिआरएफएलको, रिपोर्टहरू पनि ठिकै छ, त्यस्तो नराम्रो छैन होइन। यसमा जाँदा नि हुन्छ पिआरएफएल। 100 रुपियाँ ढुक्क हो क्या यसमा स्टिल नि। सो आनन्दले उठाउने बस्ने, स्टप लस चाहिँ राख्नु है। अब यसमा त स्टप लस राख्नु भने के राख्ने हो र, साइडै चाहिँ छ। अब स्टप लस राख्यो भने त 475 मा स्टप लस राखेर बस्दा भयो। स्टप लस चाहिँ राख्नु है, अलिकति बढा स्टकहरू चाहिँ सबमा स्टप लस राख्नु। एडिपिएल चाहिँ 65 ले अब चलाएको हो, हेर्नु यो यसो बढाएको हो। अब आज बढायो भने चाहिँ भोलि बेच्ने मान्छे हुन्छ होला सायद, कहिले काहीँ यसले झ्याप झ्याप बढाइदिएर हुन्छ यस्तै गरी। सो यसको भरोसा चाहिँ गर्नु नसकिन्छ भने भोलि बढु यहीँतिर बेचेर एमडिबीतिर सिफ्ट हुनु है। घाटाहरू छ भने एमडिबीतिर जानु, आइसिएफसीतिर जानु, फाइनेन्सहरूतिर सिफ्ट हुँदा ठिक होला। अब भोलि यहीँ सर्किट हान्यो भने पनि एडिबिएल के माथि लान सक्दैन होइन। लाइक यहाँ सर्किट हानेर यहाँ लगायो भने नि त बेच्न त नपाइएला नि त फेरि। अब यो नयाँ नयाँ स्टकहरू जुन छ नि, यिनीहरूमा त कसैले भने सुन्नै परेन क्या। आनन्दले राख्ने, 100 रुपियाँ चाहिँ म छोडिदिन्छु भनेर ढुक्क हो नि। त्यो 100 रुपियाँ बढ्दा चाहिँ खुसी नहुने हेर्नु।
जस्तो यो अहिले कति 860 छ, खुसी हुने होइन, आनन्दले बस्ने। अब यो 840 राखेर नि हुन्दा के, यो धेरै 825 तिरै जानुपर्छ हेर्ने यो खासमा है। म भए चाहिँ 825 हेर्थेँ, बढी घाटे भयो भने बेचिदिन्थेँ त्यसपछि चाहिँ है। अहिले खुसी हुनुहुन्न नि यहाँसम्म हेर्थेँ। अब जुन हिसाबले अहिले सानवीमा सबै स्टकमा लागिरहेछ नि, यिनीहरू अल टाइम हाई ब्रेकआउट गर्ने हो कि, यहाँबाट कुद्यो भने 1000 रुपियाँ पुग्न यसलाई टाइमै लाग्दैन अब। शिवममा टन्नै छ टन्नै, तर सबभन्दा धेरै किता चाहिँ एउटै फ्यामिलीबाट, त्यो एउटै ग्रुपबाट चाहिँ एकुमुलेट हो है शिवममा। माइक्रो फाइनेन्समा त मुभै आएको छैन, अब बढ्न थालेपछि। माइक्रो फाइनेन्स अहिले मुभ आइसकेको छैन, पक्नु न अलिकति मुभ आउन दिनु। माइक्रो फाइनेन्सहरू चले होइन कि, त किनेर बस्नु पर्यो, होइन भने चुप लागेर बस्ने बाहेक केही विकल्प छैन यिनीहरूमा त। त्यस्तो है, मार्केट बढ्दा जुनसुकै सेक्टरको जुनसुकै एक दिन भयो नि चल्छ। यदि मोमेन्टम लुजै हुन लागिसकेको छ भने ट्रेडिङ स्टप लस हिट हुन्छ भने बेच्ने निस्किने होइन, होइन भने अहिले यो बढ्दै नबढे स्टकहरूमा टाउको दुख्ने नि। मेचेममा पनि त्यही हो, प्रमोटर लकिङ खुल्न लागेको छ, त्यही भएर घटायो हो है। अब यो मेचेममा जानु भन्दा चाहिँ मेबी एसएमएचएलमा जानु फार बेटर है। त्यो एउटा वारेन बफेटले भन्दै कि बाई समथिङ कम्पनी एट के भनेर होइन, मैले एक्ज्याक्टली ट्याक्कै बिर्सेँ। एकदम सस्तो प्राइसमा झुर कम्पनी किन्नुभन्दा बरु फेयर प्राइसमा राम्रो कम्पनी किन्नु धेरै फाइदाजनक हुन्छ भन्थ्यो कि, सो त्यही हुनसक्छ। अहिले मेचिएमतिर चाहिँ नछिर्नु। यो मोलुङ त ल यहाँ चाहिँ हुने छ एमसिएचएम, मेचिङतिर चाहिँ अहिले नछिर्नुहोस्। हेर्नु अब स्टप लस पनि यो ट्रिगर हुँदैन थाहा छ, यहाँबाट एकलट बढाउँछ नि होला होइन। यो प्रमोटर लकिङ खुल्न बाँकी जस्तो लाग्यो, खुल्दैछ कि यो महिना थुप्रो हाइडको प्रमोटर लकिङ खुल्दैछ, एकचोटि हेर्नु ल, त्यो लिस्ट मसँग छैन। ल यहीँ हेरौँ, प्रमोटर लकिङ हेरौँ है त, कुन कुन हाइडको खुल्दैछ, अनि त्यसपछि सजिलो होला नि त। प्रमोटर लकिङ नेक्स्ट 3 month। ल हेर्नु त, एसएमएचएलको 10 दिनमा खुल्दै रहेछ प्रमोटर लकिङ, यहाँबाट हेर्न मिल्यो ल। यो फ्रीमै हो, हेऱ्यो हुन्छ नि हजुरहरूले, फ्रीमै हो। ट्यागको लगाएर 10 दिनमा यो खुल्दैछ हेर्नु, मार्क 21 गते, एमकेएससीको 24 गते 13 दिनमा, एसपिएलको 15 दिनमा, एसएमएसको 22 दिनमा, एएचएलको 13 दिनमा, टिबिसिएलको इन अ मन्थ, एमएससिएलको इन अ मन्थ, तमरको 2 महिनामा, एसएमजिसीको 2 महिनामा, मक्करको 3 महिनामा। त्यही भएर ल्याएर यी स्टकहरूमा अलिकति केयरफुल भएको हुनुपर्छ पनि। अब मोमेन्टम नआउनुको रिजन नै जहाँसम्म लाग्छ त्यही हो। अहिलेसम्मको लागि लो क्याप हो, 11 लाख किता छ, सर्किट लगायो भने 2 दिन 3 दिन झ्याम लाउन सक्छ। बेचेर ननिस्किनु, छ भने चुप लागेर होल्ड गर्नु, यस्तै गरी सर्किट लगाएको बेला बेच्नु होला है। अहिले बेच्ने गर्ने केही नगर्नु। शिवमको ल पस्नु हेर्नुपर्छ तपाईँहरू। सबभन्दा धेरै गोयल ग्रुपको छ ल, एउटै मान्छेको नाममा कति किता छ भन्दाखेरि 30 लाख कितासम्म छ।
30,12,282 किता एउटै मान्छेको नाममा छ ल। अब यो हुन चाहिँ प्रमोटरै हो है, प्रमोटर बाहेक अरू पनि छ। यत्रो वर्ष बेचेनन् भनेपछि कहाँ कस्टिङ हेर्नु न, बेच्दै बेच्दैन अहिले, नबढाइकन बेच्दैनन् है। त्यही हो ल, सबभन्दा धेरै गोयल ग्रुपको छ। गोयल ग्रुपको मैले भन्दा चाहिँ एकजनाको मात्र हो तपाईँको। त्यही हो, एउटै फ्यामिलीमा 73 लाख किता। लङ टर्म होल्ड त खोइ केही पनि नगर्नु भन्छु है अहिलेलाई, सबै ट्रेडिङ हान्ने, स्टप लस गर्ने। अहिले मोमेन्टम भयो भने चाहिँ स्टप लस गरेर चाहिँ उयो आइसिएफसीहरू अलिकति उठाउनु, फाइनेन्समा मुभ छ भने चाहिँ फाइनेन्सै जानु है। अनि शिवम चाहिँ राम्रो बढ्छ भन्ने नै छ अब अहिले चाहिँ हाम्रो जस क्लोज सर्कलमा शिवमको एकदम धेरै भइरहेछ कि अब। त्यही हो, अब सबै स्टकमा त हामी लाग्न सक्दैनौँ अभियसली होइन। सो मैले चाहिँ शिवम लिनु भन्छु तपाईँहरूलाई चाहिँ 611 स्टप लस राखेर बढिहाल्यो भने राम्रै माथि जान्छ। अनि त्यो भएकोले शिवम हेर्दा भयो है। 700 त अब गाह्रै छ होला हौ एचडिसिएलपी। 700 चाहिँ होइन, 500सम्म चाहिँ फेजिबल टार्गेट होला है। 700 चाहिँ अब खोइ भन्न सक्दैन, इम्पोसिबल त केही पनि कुरा छ होइन। तर 700 नै लाने गरी त पैसा नहाल्ला नि। 28ले 28 फेरि एनएबिबिसीमै आइहालेछ। ब्याक टु यही पुरानो स्टक हेर्नु त, 700बाट फेरि 15 चाहिँ 28 पुऱ्याइसक्यो। 3000 पुऱ्याउने प्लान छ यिनीहरूको। अब के गर्ने, 20 र 28 पहिला पनि, अहिले पनि 20 र 28 यत्तरी चलाउँछन् नि। पैसा छाप्ने त छापिरहेछन् है। अब यो चलाउने होइन एचडिसिएलपी, अब 28ले नै हो है। स्टिल नै त्यो पहिलाकै प्लान चाहिँ केही पनि चेन्ज छैन। तपाईँको लङ रनमा चाहिँ एचडिसिएलपी र एचडिसिएल मर्ज गराउने भन्ने कुरो होइन, एउटै नाममा ट्रेड गराउने भन्ने कुरा। केबिएल त अब यस्तो ब्याङ्क चल्नलाई हिजो नि कुरा भइरहेको थियो। अब ब्याङ्कको चाहिँ कुरा के निस्क्यो भन्दा साथीहरू त गोल्डको प्राइस बढिन्जेल चाहिँ ब्याङ्क चाहिँ नबढ्ने हो कि भन्ने एकको विश्लेषण निस्किरहेको थियो होइन हिजो चाहिँ। अनि त्यस्तो त हुँदैन, अभियसली मार्केट बढ्नु छ भने ब्याङ्क नबढी सुख छैन। सो म चाहिँ के भन्छु भन्दा यहाँतिर 180मा स्टप लस राखेर किनेर बस्नु है। केही नभने 205देखि 215 पुगिहाल्छ, किनेर बस्नु नै हो मेरो सजेसन चाहिँ। धेरै पछि आयो है। दोर्दी एक्जिट भन्दा नि दोर्दीको रेन्जमा बरु अरू कुनैतिर चाहिँ सिफ्ट हुँदा चाहिँ ठिक होला कि। ल अब यस्तो अहिलेसम्म होल्डै गऱ्यो भने एक्जिट नगर्नु, स्टप लस ट्रेड भए छैन 280 भन्दा माथि रहन्छ नफ्याल्नु। अब यत्रो होल्ड गर्नु भने चाहिँ चुप लाएर होल्ड गर्नु। यहाँबाट कुद्न थाल्यो भने 315-16 पुगिहाल्छ। सो नगर्नु। 315-16 पुग्यो भने चाहिँ योबाट छोडेर पिपिसिएलहरूतिर लाग्नु है। यो कुद्न थालिसकेछ नि त। पिएमएसपिएलतिर जानु नभए एचएचएलतिर कुद्नु। 315-16 पुग्यो भने र यो स्टक बढेन भने। एसएफसी त अब उठाइरहेछन्, फन्डामेन्टल राम्रो छ त्यही भएर बढायो होइन। कस्तो होल्ड गऱ्यो हुन्छ एसएफसी, फन्डामेन्टली राम्रै छ अहिलेको लागि होल्ड गर्नु। पिएमएसपिएल पिपिसिएल दुइटै आनन्दले बस्ने राम्रै छ त यो गरेर। 44ले चला के पास्टर पावर चाहिँ पहिला पनि है, अहिले नै 44 एक्टिभ भएछ यसमा। हेर्नु न जम्मैजना आफ्नै स्टकमा आएछन् कि, कोही पनि फर्केर गएन होइन। अब यो चल्यो भने चाहिँ यो चल्छ, यो डिस्काउन्ट पाइरहेछ पिएमएसपिएल पञ्चखण्डले, आनन्दले होल्ड गर्ने। कति सकिन्छ उठाएर राख्नु ल, उठाएर राख्नु मस्तसँग। जति सकिन्छ खानु, खाने भन्छ नि, एक दिन चाहिँ बढ्छ भन्ने छ, खाँदै राख्नु। सर्ट टर्ममा त अब कुन धेरै प्रफिट त खोइ, अब त्यो त मैले चाहिँ अब एमएफआईले दिन्छ कि भन्ने एक्सपेक्टेसन स्टिल राखिरहेको छु। यहाँबाट पनि कति पर्सेन्ट भन्नुहुन्छ भने 1000 पुग्दाखेरि 17-19%को 1200सम्मको टार्गेट हो है। अब यो टार्गेट हो, हिट हुन सक्छ नहुन सक्छ। भोलिको दिनमा यदि यसले पर्फर्म गरेन भने म यही स्टप लस ट्रिगर गर्यो भने निस्केर नि हिँडिदिन्छु है, फेरि माया गरेर बस्दिनँ। सो मैले चाहिँ 44%को टार्गेट राखेर एमएफआईएल हेरिरहेको छु अबले चाहिँ। ठिकै हो जस्तो लाग्छ होइन यतिको। अब तपाईँहरू यस्तो नयाँ पिएमएसपिएलतिर कुदेर बसे पनि हुन्छ होइन, त्यो चलाइरहेछ भने चाहिँ यहीँ छ त 30-40, यो 30% प्रफिट त कहीँ गएकै छैन, यहीँ नै छ हेर्नु घटीमा। त्यत्रो हाई रिस्क लिनु नि परेन।
अब सिङ्गटीमा त प्रमोटरहरू नै लाग्यो नि त, पहिला नि प्रमोटरै हो, घटेर नि बढाएको प्रमोटरहरूले नै हो, प्रमोटरै लागिरहेको स्टकमा त के को टाउको दुखायो र। आनन्दले बस्नु न, यो पुरानो हाई छ नि, यो पनि ब्रेकआउट गर्छ यसले। सेलमा त ढुक्क भएर बस्नु न, यो प्रमोटरहरू हो कि, पहिला नि यहाँनिर प्रमोटरकै पैसा लाग्यो हो, घट्यो घटेर नि प्रमोटरकै पैसाले बढाएको हो कि, यो एक्नेसन भएको छ नि, यहाँ पनि प्रमोटरहरूकै आफै किन्ने आफै बेच्ने आफै किन्ने। जस्तो एमएफएल तपाईँहरूले हेर्नुहुन्छ नि, एउटैले किनेर एउटैले बेचिरहेको हेर्नु है, 55, 93, 63, 92 यिनीहरू नै छ, 63, 92 होइन, अनि 55बाट पनि ट्रेड भइरहेको हुन्छ। अब अस्तिको दिनमा घटेको दिनमा तपाईँ किन्ने भनेको 7, 55 यस्तो। अब यिनीहरू जम्मै हुन्छ नि, यो एउटै मान्छेहरूको हो क्या, यताबाट उता उताबाट यता घुमाउने प्राइस बढाउने काम भइरहेको छ, सबैमा हुने त्यही नै हो। जिसिएल यस्तो हो, जिसिएल अस्ति नै एकचोटि चलायो होइन, तर अब जिसिएल भन्दा पनि यो शिवम कुदेपछि कुद्नुपर्ने हो कि, मैले देखाएको चाहिँ है, मेरो रिसर्च मेरो अन्डरस्ट्यान्डिङमा चाहिँ शिवम कुद्छ अनि बल्ल जिसिएल सोना सबै ट्याङडुङ माथि आउँछ भन्ने हो कि। आउनु त अब आइहाल्छ नि, हेर्नु एक दिनको के हल्का टाइमिङ लिइरहेछ, यो टाइम अलिकति मिलिरहेको होइन, ट्याक्क टाइम मिल्ने बित्तिकै कुद्न थालिहाल्छ। शिवममा अलिकति भोलुमा आउनु थाल्यो भने, एभरेज भोलुमभन्दा माथि आउनु थाल्यो भने कुद्न थाल्यो भने चाहिँ त्यस्तो हो। बरु राम्रै छ, नराम्रो होइन, तर यो रेन्जको स्टकमा त तपाईँको पैसा आएको होइन नि त अहिले। 58ले हाल्ने हो पैसा, 58 स्मास छैन, 58 आइन्जेल अरू आउँदैन, किन भन्दा अब के छ सबभन्दा धेरै, ल हेर्नु न 17ले त प्राइस मात्रै मेन्टेन गर्ने काम गरिरहेछ। अब पर्छ फेरि लान्छ कि यिनीहरूले, एकेजेसेल लगिरहेछ नि, अब एकेजेसेलमा हामी रिटेलर छिर्छौँ, उसले बरुन सरुन यस्तै अरू अरू स्टक चलाइदिन्छ, किनेर बस्ने आनन्दले चुप लाएर छोडिदिने। अब यस्तो एमएफएलमा जानुभन्दा त म त आइसिएफसी नै जानु भन्छु स्टिल पनि, किन भन्दा आइसिएफसी नै तपाईँको यहाँबाट 100 रुपियाँ बढ्दा पनि प्रफिट राम्रो हुन्छ है, धेरै लोभले लाभ लाभले बिलाप भने जस्तो हो कि यो। 800 बढ्दाखेरि यहीँ छ तपाईँको 12-13% काहीँ नि गएको छैन, पैसा नि सस्तो छ, बढाइ नि छैन, रिस्क पनि कम छ। भोलिको दिन स्टप लस ट्रिगर भने 670 भन्दा तल आएन, आनन्दले बेच्नु निस्क्यो। अब एमएफएल अलि माथि नि छ, पैसा नि धेरै लाग्ने, बढाइ पनि यसो धेरै देखिन्छ है। अब भोलि माथि के होला के नहोला कसैलाई थाहा छैन, मेबी अब आइसिएफसीतिर जानु तपाईँहरू। अब एमएफएल यहाँ के किन्नु भन्नु, अब किनिहाल्नु भयो भने नि 800 त्यही हो, 30 भन्दा मुनि किन्नु, 800 भन्दा मुनि जान्छ भने आँखा चिम्लेर बेचेर निस्किनु, हिम्मत हुनु पर्यो है। यस्तो हो, मन्दा किनी त अब चलाउने बेला भइरहेछ, अब यो चलाउने बेला भएकोमा त चुप्लाएर बस्ने, 650 700को टार्गेट लिने बस्ने है। अहिलेको लागि अब चुप्लाएर भन्दा पनि त्यही हो है, मैले यहाँ चुप्लाएर भन्छु अनि बेच्नु नहोला, स्टप लस ट्रिगर नभएसम्म एटलिस्ट यो 500 कति भन्दाखेरि नि यो रेन्ज स्टिल नै त्यही। हेर्नु न चार्टहरू पहिलाको जहाँ छ, पहिला यो हामीले रेजिस्टेन्ट भनेर बनाएको हो कि, यो बढ्दाखेरि है यो एरियातिर रेजिस्टेन्स सपोर्ट भनेर बनाएको, अब त्यही हेर्नु त अहिले पनि यो एक्ज्याक्टली एउटै ठाउँमा आएर एक्टिभेसन भइरहेको कि। अब किन यस्तो भयो भन्दाखेरि यही रेन्जमा, अब तपाईँहरूलाई थाहा म कति भइसक्यो एक्टिभ नभएको, यो चार्ट त कहिले कहिलेको, यो मैले बनाएर आजको चार्टै होइन। हेर्नु त यो एउटै रेन्जमा खेलिरहेछ नि, यो रेन्जमा खेल्नु भनेको के भन्दा धेरैजनाले त्यहाँ किनेको थियो होइन भने पहिलाचोटि त्यो रेन्जमा आएर सपोर्ट लिएको थियो, त्यही भएर ल्याएर यहाँनिर अहिले तपाईँको कन्सन्ट्रेट भएको थियो पहिला, अहिले यहाँ आएर सपोर्ट लियो होइन, यहाँनिर चाहिँ तपाईँको बेच्ने मान्छे छैन, यहाँ चाहिँ किन्ने मान्छे मात्र छ। अब दुईवटा केस हुन्छ, आइदर यहाँतिर किनेकोहरूलाई तपाईँको बेचेको छैन र उनीहरूले नै इन्ट्री गर्न थाल्यो, बेच्ने जतिले अब तपाईँको सबै बेचिसक्यो, स्टप लस ट्रिगरहरूले गरिसक्यो, अब पहिला सपोर्ट लिएको जुन चाहिँ यही थियो यहाँ आयो, अब फेरि यहीँ किनौँ, पहिला नि यहीँ किनेको यहीँबाट बढाएको थियो, अहिले यहीँ किनौँ यहीँ बढौँ भन्ने हो कि। अब यो जोनलाई ब्रेकडाउन चाहिँ कुन केसमा गर्छ भन्दाखेरि, यहाँबाट माथि जाँदाखेरि यदि यो जसले चलाएको हो उसले चाहिँ यो ब्रेकआउट गराउन सकेन भने चाहिँ कस्तो हुन्छ भन्दाखेरि, यहाँ किन्नेहरूले नबेच्दिन सक्छन्, यहाँ किन्नेहरूले नबेच्दिन सक्छन्, अथवा यहाँ किन्नेहरूले चाहिँ बेच्न थाल्यो, उसले माथि ब्रेकआउट गर्न सकेन भने अनि बिस्तारै चाहिँ यो तल घट्दाखेरि अनि यहाँ किन्नेले बेचिदिन्छ, यहाँ किन्ने बेचिदिन्छ, यहाँ आएर सपोर्ट दिनु खोज्छ, यहाँ जसले किनेको छ उसले बेच्यो भने अनि बल्ल स्टप लस ट्रिगर हुँदा हुँदा अनि डाउन आउने हो कि कुनै पनि स्टक। ग्रुप त के, त्यो फ्री ग्रुप हो, त्यो यहीँ होला, यही भिडियोको डिस्क्रिप्सनमा तल त्यो वाट्सएपको ग्रुपको लिङ्क छ, हेर्नु त जानु, त्यो फ्री ग्रुप हो है, त्यो पैसा सैसा केही होइन, अब त्योसँग त्यस्तो धेरै एक्टिभ भइरहने। मैले त
जुन टाइममा हुन्छ ट्याग 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 मेसेज छोडिदिनु बस यति हो है। फेरि त्यो डेली जहिले मेसेज आउँछ अपडेट आउँछ भनेर एक्सपेक्टेसन नराख्नु नि। म जहिले त्यस्तो गर्दिनँ है। हो टिबिसिएलको प्रमोटर एनटिसी र एनए हो नि। कहाँ अब एनटिसी र एनएले अहिले बेच्छ होला त टिबिसिएल त। मलाई चाहिँ हाइली डाउट लाग्छ है यिनीहरूले बेच्छ भनेर। थुप्रो 70,000 किता उठाइरहेको छ 14ले हेर्नु त। भनेपछि यसले 500 सम्म लाने देखिसक्यो। 500 सम्म लान्छ यसले अहिले फ्यालेट ननिस्किन। त्यो ग्रुपको लिङ्क होला क्या त्यहाँनिर त्यो वाट्सएपमा डिस्क्रिप्सनमा हेर्नु न। पिएमएसपिएल आनन्दले होल्ड गर्नु हेर्नु। पिपिसिएल कुद्यो खाल अस्ति नै याद छ। युपिसिएल कुद्यो त्यसपछि एसपिडिएल कुद्यो त्यसपछि पिएमएसपिएल अनि पिपिसिएल कुद्यो थियो क्या। पिपिसिएल गइसक्यो नि हेर्नु त। पिएमएसपिएल कुद्ने हो क्या। आनन्दले चुप लाएर होल्ड गरेर बस्ने। सँगसँगै दाजुभाइवाला स्टक हुन् है। ए दाजुभाइ भइन्जेल केही टेन्सन लिनु परेन। अब पञ्चकन्यामा आइ त पिपिसिएल भन्दा राम्रो छ के को टाउको दुखाइ हो त झन् आनन्दले लिने। अब पिपिसिएल बस एउटा इन्भेस्टमेन्ट चाहिँ डाइभर्सिफाई गरेछ है अस्तिको पालि त्यही एउटा हो यसको प्लस पोइन्ट चाहिँ। सुन्नु रुरु र एमएलपिपिएल एउटै मान्छेले चलाएको हो एकदम ठुलै मान्छेहरूको हो ल रुरु। रुरु किन्ने मान्छे मैले अहिले ट्याक्कै नाम भनिदिइहालिनँ तर एकदम ठुलो नेपालको टप ब्रोकरहरूबाट नि टप त्यो क्लासिफाइड मान्छे नाम लिस्ट गर्यो भने तिनीहरूको नाम आउँछ क्या। त्यो उनीहरूको प्लेसमा छ रुरु र एमएलपिपिएल मिथिला लघुवित्त है। त्यो भएकोले अहिले बेच्न हतार नगर्नु चुपो लाएर बस्दा हुन्छ। यो अब बुल टार्गेट 1000 माथि जान्छ नि रुरु। रुरुमा भोलुम आउनु थालेपछि सर्लक्कै छिर्ने हो अहिले होइन। अब भोलुमै छैन अहिले त 1000 माथि हो यो। 1000 माथि लान्छ रुरु। अब कति छ र किता 62 लाख किता छ। फन्डामेन्टली राम्रो छ। प्लेसमा हालेको छ। अब यो सबै अहिले अरू अरू स्टकमा छ यिनीहरूको पैसा होइन। अन्तिम अन्तिममा चलाउने त होला नि अब। नेटवर्किङ है अब त्यही हो। तपाईँलाई चिन्यो अर्कोलाई चिन्यो अर्कोलाई चिन्यो यहाँ त्यही हो। अब नेटवर्क बढाउँदै जाने हो कि यो जालो हुन्छ नि त्यहीँबाट आउने हो यता कुराहरू। अब अपी कुदिरहेछ भने चाहिँ एसपिसी कुदिहाल्छ नि किन हात्तिङ भएको। अब बढी नै रहेछ होला अझ सक्यो। ल यो डिस्काउन्टमा पाइरहेको रहेछ एसपिसी किने हुन्छ ल। यहाँ मस्त किन्नु 260मा स्टप लस राख्नु। 300 को मजाको टार्गेट छ। 40 रुपियाँ खाँदाखेरि 20% खाइन्छ। किनेर बस्नु। अब फाइनेन्समा जाने हो तपाईँलाई ट्रेडै हान्ने हो होइन भने चाहिँ सेफ इन्ट्री लिने हो भने 15-16% काहीँ नि कहाँ होइन। यस्तै स्टक खोज्ने किन्ने बस होल्ड गर्न चाहिँ सक्नु पर्यो है। भिजन लुम्बिनी सिकेएचएल केही पनि नबेच्नु दुइटै नफेर्नु। आनन्दले राख्नु न अहिले भिजन लुम्बिनीहरू यहाँ फाल्ने होइन। एटलिस्ट यो एरियासम्म जान्छ होला। हेर्नु यो स्टप लस कतिखेर मात्र गर्नु भन्दा यो एरियाको ब्रेकडाउन मात्र गर्नु ल। यहाँभन्दा तल आउनु थाल्नु मात्र गर्नु नत्र भने गर्दै नगर्नु। अहिले चुप लाएर होल्ड गरेर राख्नु भिजन लुम्बिनी। 550 भन्दा माथि रेन्ज नबेच्नु। सकिन्छ भने 550 तिर किन्नु 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 बस्नु। बढ्यो भने 10 देखि 15% एकै दिनमा बढ्छ। यस्तै गरी जाने नै हो होइन। अनि तपाईँको बढ्दाखेरि अब यहाँतिर त सप्लाई त छ नि म्यासिभ सप्लाई छ कि छैन त यो 580 तिर। तर अब लो क्याप स्टक हो 18 लाख किता भन्दा छैन होइन। फन्डामेन्टली अहिलेसम्म राम्रै छ त्यो भएकोले 650 सम्म नपुग्ला भन्न सकिन्न। एलइसी चाहिँ अब 58 नै हो। 58 दाजु एकेजेसेलमा एलइसी अहिले फाइनली बढाएको छ त्यही हो 227 36 मा राम्रै सप्लाई छ। पहिला फसे मान्छेहरू त्यही। माइक्रोमा मोमेन्टम नआउनुको रिजन अब माइक्रो अलिक चलाउनुलाई। अब माइक्रो त्यही हो कि अब डिभिडेन्ड सिभिडेन्ड भन्ने हल्का उ गरेर सिद्धि होइन। भर्खर त प्याटर्न बन्दैछ यहाँ हेर्नु न। भर्खर प्याटर्न बनेर ब्रेकआउट हुने तरकारी हुँदैछ। भोलि माइक्रो बढ्यो भने पर्सिदेखि माइक्रो मात्र मनी माइक्रोको मात्र प्रचार गर्छु ढुक्क हुनु। किनेर बस्नु माइक्रो। किन्दा हुन्छ किन्नु किन्नु अहिले उठाउनु। किन्दाखेरि आशा चाहिँ नकिन्नु अरू जुनसुकै किन्नु है। बाबालाई उठाएको थियो अस्ति। ए इन्फिनिटीहरू किने पनि हुन्छ। आरम्भ चौतारी किने पनि भयो होइन। किने हुन्छ ल। यही नार्डेपहरू किने पनि हुन्छ। माइक्रोहरूमा अहिले भोलुमै छैन।
एसएसएल त यिनीहरूले बेच्दैन यिनीहरू प्रमोटर भएर के गर्ने यिनीहरूले बेच्दैन हेर्नु सबलाई आउँदैन यिनीहरूको यिनीहरूलाई बढे नि नबढे नि मतलबै छैन क्या खासमा अब यो क्यास काउ हो क्या यहाँबाट त उनीहरूको प्यासिभ इन्कम आउने हो होइन यो त एउटा लेगेसी हो नि त सोल्टीमा भएको सेयर यिनीहरूले बेच्दैन फ्युचर त राम्रो छ नि अभियसली फेरि माथि नै लान्छ एसएसएल अस्ति पनि लगेकै हो फेरि नि लान्छ हेर्नु एसएसपिसीमा एक्टिभेसन गरि नै रहेछ होइन सकिन्छ भने अलिकति आफू नि किनेर बस्ने 500 यो रेन्जतिर चाहिँ स्टप लस राख्नु होइन 540 भन्दा तल आउँछ भने मात्र बेच्छु भन्ने हिसाबले स्टप लस राखेर अलिकति किनेर बस्नु अब बढायो होला त्यही 600 देखि 627 पुग्नुपर्ने हो प्लिज ध्यानमा चाहिँ के राख्नु भन्दा स्टप लसलाई चाहिँ हातमै राखिराख्ने है टिपिसीमा जानुभन्दा अरू नै योभन्दा रेन्ज राम्रो स्टक त अरू नै छ हो टिपिसीमा नजानु टिपिसी भन्दा अरू अरू स्टकमा जानु बरु एसपिसीहरू हेर्दा भयो होइन बढेकै छैन यस्तो स्टकहरू यही रेन्जमा पिएमएसपिएल जानु होइन टिपिसी किन्ने बेला चाहिँ होइन ल टिपिसीमा भन्दा बरु पिएमएसपिएल जानु न जिएचएलमा धेरैजना हुनुहुन्छ मैले गरेर किन्ने नि धेरैजना हुनुहुन्छ होइन अब यो इन्ट्रीतिर नगर्ने इन्ट्री गर्ने भन्दा माथिको रिजनतिर छ 250 तिर पुग्यो भने चाहिँ एक लट यहाँनिर सट्ट बेचेर अनि त्यसपछि माहौल हेरेर मात्रै इन्ट्री गर्नुपर्छ है एसएसपिसीले अब यो स्टिल नै यो बेच्छ जस्तै लागेर यसले अब यो सब्सिडरी सेयर नबेच्दिने पाराले एसएसपिसीले है अब अहिलेसम्मलाई चाहिँ त्यही छ भोलिको दिनमा के हाल्ने छुट्टै कुरा हो अब जोसँग जो ठुल्ठुलोहरू छ उनीहरूले नि बेचेर सिधाएको छैन अब त्यो अलि 30-40 हजार किता 50,000 1 लाख कितासम्म त यिनीहरूको त्यो नर्मलै हो क्या तपाईँको ट्रेडिङ गर्दाखेरि देखाउने नै भइहाल्यो क्यासका हो यिनीहरू अहिले यिनीहरूले बेच्दैन तपाईँले के याद गर्नु भन्दा एसएसपिसी मात्र होइन चिलीमै झन् हल्लेकै छैन यहाँ हेर्नु न यस्तै स्टकहरू त थुप्रै छन् अहिले यो एरियामा सकिन्छ भने किनेर बस्ने हो है 600तिरसम्म चाहिँ लान्छ अब त्यो बेच्ला नबेच्ला अब एसएसपिसीमा स्टिल नि बेच्छ जस्तो कुरो नै छैन यिनीहरूको अब तमरको प्रमोटर त खुल्न लाग्यो नि होइन तमरको खुल्न लागि चाहिँ अब खोइ बेच्ने कुरै छैन अब एसजिएससीको खुलिसक्यो बेच्ने कुरै छैन नाइ एसएसएलको प्रमोटर त अनि प्रमोटर यस्तो हो नि त पैसा पैसा चाहियो भने बेच्ने हो कि अब जो मान्छेसँग अलरेडी मल्टिपल सोर्स अफ इन्कम छ होइन उनीहरूलाई त यो त मतलबै हुँदैन नि तपाईँको सोच्नु न एउटा सोर्स अफ इन्कम भए पो बेचेर निस्क्यो भन्ने हुन्छ अहिलेसम्म यिनीहरूले बेचिरहेको छैन होइन अब यो त प्रफिट त उनीहरूको त यो त कति टाइम्स रिटर्न भइसक्यो क्या तपाईँको 35% क्यास डिभिडेन्ड भनेको त सोच्नु त हरेक वर्ष एभरेजमा यसले डिभिडेन्ड कति दिन्छ तपाईँ केही नभने 15 भन्दा माथि दिइरहेछ होइन 20%को एभरेजमा हेर्नुहुन्छ भने 100 रुपियाँ हालेको छ 20 रुपियाँ त पाइसक्यो भने चाहिँ उनीहरूले त यहाँबाट कति गुणा रिटर्न पाइसक्यो होला सोध्नु न सोल्टीबाट त सोल्टीको एभरेज निकाल्यो भने कति होला हौ यसको त एभरेज डिभिडेन्ड पे आउट हात्तीलाई अहिले अब मान्छेहरू अरू स्टकमा लाग्यो त्यही भएर हो बढ्छ सबै बढ्छ कि ढुक्क हुन्न यहाँतिरबाट किनेर बसे पनि हुने रहेछ ल 1029 गरेर यहाँसम्म चाहिँ जान्छ है स्टप लस राख्नु बस्नु स्टप लस ट्रिगर भयो भने बेच्दिनु नत्र भने होल्ड गर्नु अहिलेको लागि यस्तो हल्का सप्लाई भन्दा माथि माथि नै बसिरहेछ अलिक भोलुम आएको दिन इन्ट्री गर्नु है नभए किनेर बस्नु नौसे भन्दा तल क्लोजिङ हुन्छ भने बेच्दिनु त्यो फेस भ्यालु चाहिँ 10 हो अनि यिनीहरूको त कति रिटर्न पाउनु के एसएचएलमा त बेचेर के गर्ने त्यो त बेच्दैन कौडीको भागमा कसले फाल्छ होला र अब एसएचएलमा त्यस्तो सप्लाई मैले चाहिँ होटलमा यसमा आउँछ जस्तो लाग्दैन सोल्टीमा खोइ क्रेस्ट एनएमआइसी ओएमपिएल के पनि नबेच्नु भर्खर त बढ्न सुरु गरिरहेछ सकिन्छ भने अलिअलि लिएर बस्छौँ है 1300मा स्टप लस राख्नु लिएर बस्छौँ एटलिस्ट 17-1800 को टार्गेट लिएर स्टप लस ट्रेल हान्दै जाउँ है अब यो कति कति पुग्छ भन्दा नि तलतिर चाहिँ कहाँ भन्दा तल आयो भने बेच्छु भन्ने चाहिँ मेन इम्पोर्टेन्ट क्वेसन हो अहिलेको लागि चाहिँ
PSCL मा 65 दाजु नि हो, 65 दाजु एक्टिभ नभइकन यो चल्दैन हेर्नु। जुन दिन 65 ले EDBL CDBL छोडेर अथवा कुनै दिन यसमा राम्रो भोल्युम आएछ भने त्यसपछि PSCL मा कुद्नु होला ल। लास्टै ठुलो सेयर हो नि यो पनि। बिजनेस त कति कतिका कुरा नगर। MEHL CFCL मनिकाने इन्जिनियरिङ हेर्नु अब यो धेरै पछि साइडवे छ 80 लाख किता छ है, चलाइ नै रहेछ। यो त खोइ 500 सम्म छ होला कि। कति टाइम छ MEHL को? भरेसी टाइम छ MEHL अहिले त बेच्दैन यसले। यो 440 भन्दा तल आयो फ्यालिदिन्छु, नभए 500 सम्म चाहिँ यसो हेर्छु भन्ने हिसाबले बस्नु ल। MFL को फन्डा ओके फन्डा भनिदिउँ त। MFL मा राइट सेयर को फन्डा चलिरहेछ। त्यही हो। MEHL CFCL त यो पहिलाकै यिनीहरू 55 56 बाट चले जस्तो लाग्यो, त्यो 42 ले हिजो गरे रहेछ, 90 ले बेचिरहेको। यो पहिलाकै हो कि यिनीहरूले यही रेन्जमा चलाउने, यो दिन जसले बाई गरे नि वही ब्रोकरहरू हो क्या, सेम यही मान्छे हो है, उनीहरूकै पैसा हो अहिले पनि। सो 600 तिर जसले सप्लाई आउन सक्छ, सो केयरफुल हुनु CFCL मा। त्यही हो, अब लगिरहेछ MFL बढिन्छ, अरूको टेन्सन लिनु परेन। हो सबै बढ्यो भने तपाईँ हरेक दिन एक EPL एड गर्दै 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 भन्नु है, 270 रुपियाँ पुग्दै बेचेर निस्किने हिसाबले तपाईँले यहाँ जस्तो तपाईँको क्यापेसिटी दिनमा अब जस्तो 1000 किता किनिन्छ भने तपाईँले चाहिँ 150 200 किता गर्दै गर्दै जति अरूको स्टक बढ्छ त्यति नै उठाएर भन्नु। खोइ पैसा छैन दाजुसँग, पैसा छैन के गर्छन् अब थाहा छैन, यो हालत खराब छ हेर्नु। पैसा नभएपछि यिनी अर्को बाटो लाग्न पनि सक्छन्। उठाउँदा उठाएर चाहिँ 23,000 किता कसले झार्दैछ अस्ति। भनेपछि बढी छाटकाट छ यो उठिरहेको। हेर्नु यस्तो गर्नु, डेभलपमेन्ट ब्याङ्कमा सिन्धुमा ट्रेड लिनु है, 720 मा स्टप लस राखेर ट्रेड लिनु, बढ्यो भने झ्यापै 800 पुग्छ, ड्याङडुङ फाल्ने, फेरि जहाँबाट बुले बेच्न थाल्छ त्यहीँ तपाईँहरू नि एक्जिट हुनु। फ्याङ्दी ठिकै छ त। यो फेयर भ्यालु ग्यापमा आइसकेको छ। यो फेयर भ्यालु ग्यापमा आएपछि मान्छेहरू हिजो टेक्निकल हेर्नेले सबले बेच्न थाल्छन् है। एकचोटि आइकन तल सपोर्ट आइकन माथि गएको छ, मोस्ट प्रोबेबली यहाँ अलिअलि सप्लाई आउँछ होला, अब धेरै आउँदैन होला। यो ब्रेकआउट गरिहाल्यो भने 280 मा स्टप लस राख्नु, 300 को टार्गेट दिनु, बस्नु, तल आउनु थाल्यो भने फाल्दिनु। यसले के गर्छ मलाई थाहा नै होइन साँच्ची भन्दा, लिटरली मै सक्छु है। अब यो मान्छे 20 रुपियाँमा रमाउने मान्छे त होइन, तर जुन हिसाबले पैसा आएन त्यो हिसाबले बाध्यताले मान्छेलाई कहाँबाट कहाँ पुऱ्याउँछ है। अब अहिले भएको ठ्याक्कै GFN त्यही हो, अब 1400 पुगेको कम्पनी अस्ति 1050 भन्दा माथि गएन। अहिले अलिअलि चलाउनु खोजेको छ, 560 सम्म हेर्दा चाहिँ बेटर होला कि। MFL बढिन्जेल 560 सम्म हेर्नु भन्छु म चाहिँ, त्योभन्दा तल गयो फाल्नु होला, नभए होल्ड गर्नु। MLBL मा दमदार प्लेयर छैनन् के, हिजो पनि 50,000 किता सपोर्ट राखे, बढाउन सकेनन्। तर अब हल्का LBBL अनि त्यसपछि लागेर MNBBL चलाएकोले चाहिँ अब पालो यसकै हो जस्तो देखिरहेछ। अब लेट्स सी MLBL को अब दिन आएको हो कि जस्तो लागिरहेछ है, नचला स्टकको दिन आउँछ नि जस्तै MFL गयो त्यस्तै। अब बढाइमा त अलरेडी इन्ट्री भएका छँदैछन्, भएकोमा जाने कुरो भएन, नभएकोमा कोही न कोही आउँछ। एन्डिजमा नि कोही न कोही लाग्छ त। भोलुम आएको दिन इन्ट्री हान्नु, अहिले नगर्नु। अनि म्याचिङमा इन्ट्री नहान्नु है। LBBL मा अलरेडी मान्छे छ है, 480 तिर स्टप लस राख्नु, 548 सम्मको टार्गेट लिनु फेरि। अब यस्तो KSBL फन्डामेन्टली राम्रो छ, अस्ति 500 प्लस पुग्यो हो हैन। अब डिभिडेन्ड पनि राम्रो दिइ नै रह्यो। अहिले नै हेर्नु त मजाको सेटअप बनाएर माथि नै गइसकेको रहेछ, फेरि पनि यो माथि कुद्न थाल्छ। डेभलपमेन्ट ब्याङ्कमा 30-40 रुपियाँको फ्लक्चुएसन त एकदम नर्मल हो। यो त 450 आए पनि भेट्ने होइन भन्छु म त यहाँसम्म है।
अब अहिलेको लागि मलाई जस्तो लाग्छ 65 भन्दा तल आउने छाँटकाँट छैन यो। सो यहाँबाट पनि 500 योतिर पुग्नु पर्ने हो। हेर्नु 65 भन्दा तल आयो भने चाहिँ बेचेर निस्किनु है, तर बेच्छ जस्तो लाग्दैन। अब कसको के थाहा र मार्केटमा के हुन्छ कसैलाई थाहा छैन। 65 भन्दा माथि सस्टेन भइन्जेल नफाल्नु, यतिकै साइडेज भयो भने चाहिँ नफाल्नु। जुन दिन ब्रेकडाउन गर्छ त्यसपछि माथि गएर 65मै बेचेर निस्किनु। नत्र भने यहाँबाट यो ब्रेकआउट गरेर भने त फेरि 540 अस्तिको जस्तै पुगिहाल्ने हो। फाइनेन्स लास्ट आवरमा बढ्नुको रिजन हो यो एमएफएल। एमएफएल घट्ने नै भएन, घट्न नथालेपछि अरू ड्याङ ड्याङ भएको क्या खासमा। अब अर्को युएफएल। अब जिएफसिएल यस्तो हो, जिएफसिएलमा त्यस्तो हेभी किट्टा इन्ट्री भएको होइन है। अब बढाइरहेछ, अब पहिला मान्छे फस्याएको छ धेरै, त्यो भएकोले अलिकति केयरफुल चाहिँ हुनु पर्यो। 58ले 8000 कि त उठाइदिन्छ नि, अब उठाएर के गर्ने, दिनभरि टिकाउन नि सक्नु पर्यो। अब यस्तै खालको मोमेन्टम त पहिला जस्तो एक्सपेक्टेसन छैन। 800 सम्मको टार्गेट लिनु, ट्रेलिङ स्टप लस ट्रेल गर्नु है फाइनेन्समा। यही हो 680मै स्टप लस राख्नु। स्टिल नि हिजो 4% 5% बढायो भने 680मै राख्नु। हिजो त फाइनेन्समा त सबभन्दा कम त एमएफएल बढायो कम्पेरिटिभली है, अरू हेरिकन त। अहिले तर फाइनेन्सलाई मेन ड्राइभ गर्ने भनेको चाहिँ एमएफएल हो। तपाईँहरूले याद गर्नुभयो कि भएन, अरू सबै फाइनेन्स साइडहरू हुँदा नि यसमा भोल्युम आइरहेको थियो क्या। अनि यो दिनदेखि त तपाईँको फाइनेन्स चल्यो, पुस 30 गतेदेखि त साँच्चै भन्नु त राम्रोसँग छैन। क्यास फ्यालेर सिद्धाउँछ, फ्याले छैन यो जोनमा फ्याल्दैन, यो जोनमा फ्याल्दैन। अबको पालि फाइनेन्स गर्दाखेरि यो लास्ट अपर्च्युनिटी हो है। यो फ्याल्ने चाहिँ लास्ट अपर्च्युनिटी हुन्छ मैले देखाएको चाहिँ। कि त जम्मै फाइनेन्स राइट सेयरहरू आउनु पर्यो, कि त केही त्यहाँ सिफ्ट हुनु पर्यो है। नत्र भने चाहिँ अब लास्ट अपर्च्युनिटी हुन्छ, त्यो भएकोले अलिक कन्सियस भएर ट्रेडिङ गर्नु। एमएनबिबिएलमा त अलरेडी पहिलाकै मान्छेहरू हो, त पहिलाकै प्लेयरहरू हो। त्यही भएर हेर्नु न, त्यहाँ एग्रेसिभ जानुको रिजनै त्यही हो। यो पुरानै खेलाडीहरू हो नि, यिनीहरूले लान्छन् फेरि माथि नै, तर लान्छन् भनेर छोड्नु नै भएन है। 380तिर स्टप लस राख्नु, भोलि नै चाहिँ नबेच्नु। भोलि नै घट्यो भने चाहिँ नबेच्नु, 1-2 दिन चाहिँ हेर्नु है। घट्दाखेरि पनि बेच्ने अपर्च्युनिटी मल्टिपल टाइम आउँछ, यसरी घट्यो पनि मल्टिपल टाइम माथि चाहिँ गइ नै हाल्छ। ट्याक्कै टुप्पामै बेच्छु तलै किन्छु भन्ने कहिले पोसिबल हुँदैन। सस्तो भएर त लागेकै हुन्छ बिएलमा। लाग्यो हो नि, किन नहुनु, यसमा नि हो, यसमा नि लागेकै हो है। एचडिएफसी नि चलाइरहेछ तपाईँको 204-5 पुग्छ हेर्नु फेरि नि। त्यहाँतिर पैसा अलि सप्लाई आउँछ ल, पहिला किने मान्छेहरूले बेच्न खोज्छन्। 58 नै हो यहाँ पनि, 58 दाजुकै हात छ क्या, सबै सस्तोमा। नाइ बुल त आउँदैन भनेकै होइन नि मैले। बुल चाहिँ आउँछ, तर धेरै समय फेरि साइडवेज जान सक्छ है भनेको, घटिसकेपछि चाहिँ जस्ट त्यति मात्र भनेको। ए बुल त आइहाल्छ नि अभियसली, त्यो त साइकलै हो। यस्ता बुल त कति आउँछ कति हामी मर्ने बेलासम्म। ओके, जेबिबिएल 700 भन्यो भने त्यसो भए अरू डेभलपमेन्ट ब्याङ्क नि बढ्छ हेर्नु। नजाला भन्न सकिन्न, पोहोर पनि तपाईँको पुग्यो हो त डेभलपमेन्ट ब्याङ्कहरू 700-800 जम्मै पुग्यो है। सो नआउला भन्न सकिन्न। उसले सेल हाने नि उसले नै चलाउँछ, अरू कोही नै आउँदैन। उसको स्टक कोही छिर्दैन हेर्नु, उही आउनुपर्छ। 45 नै आउँछ। सास त अस्ति नै 10 अगाडि 1000 पुऱ्याउने भनिरहेको थियो, अब त्यस्तै नै भयो होइन। माहौलले त्यस्तो भयो, त्यही भएर हो। नत्र भने सास धेरै माथि 1000 पुगिसक्थ्यो।
मलाई नि सासको कुरा आएको हो पहिले है, सासूमा हुँदैखेरि पनि बोनस नि खाने हो, राइट सेयर पनि छ, राम्रै माथि लान्छौँ हामी, घाटा हुँदैन दिँदैन भन्थ्यो, नभन्दै घाटा हुन दिएको पनि छैन। सो स्टिलले माथि लान्छ, अहिले चुप लाएर बस्नुहोस् तपाईँहरू। तर योपालि फाइनेन्स चल्ने चान्स हाई छ है। एमएफएलको अल टाइम हाई ब्रेकआउट गराउने कुरो नै छ तपाईँको अहिलेसम्मको लागि। अब लेट्स सी, पुरानो हाई नै, यो हाई है। अब मैले तपाईँहरूलाई रिजन भनिदिइहालेँ, अब लेट्स सी के हुन्छ। अब ट्रेडिङ स्टप लस राख्ने हो, बाँकी त भोलिको दिनमा देखिने कुरा। तपाईँ हामीलाई के थाहा छ र होइन, अब प्लेयरको हातमा भएको कुरा, जति चिज चाहिने केही हुनेवाला छैन हामीले। रियलाइजहरू सबै प्रमोटरै हो कि, जम्मै प्रमोटर लाग्नु थाल्यो हो, यिनीहरूमा नि प्रमोटरकै हात हो है। स्टप लस ट्रेल गर्नु ल, 270तिर सप्लाई अलिअलि छ, यो ब्रेकआउट गऱ्यो भने कुद्न थालिहाल्छ। त्यही हो, 10 रुपियाँको त अब छोड्नुपर्छ। हेर्नु 10 रुपियाँलाई त अब तपाईँहरूले हेर्नैपर्छ, 256 भन्दा तल नआइन्जेल चाहिँ चुप लगाएर बस्ने। अस्ति नै खासमा यो प्याटर्न राम्रो बनाएको थियो, प्याटर्नभन्दा बाहिर आएको छ है। अब यो त अब एउटा एनोमली नै भनौँ न मार्केटमा, तर हरेकचोटि एनोमली नै ल्याउने हो, अपर्च्युनिटी पनि मोमेन्टम पनि, त्यो भएकोले ठिकै छ। यो केही भएको छैन, 270तिर अलि सप्लाई छ, यो ब्रेकआउट गऱ्यो भने कुद्न सक्छ मजाले। अब यो कहाँ पुग्छ भन्ने त कसैलाई थाहा नै छैन कि, मलाई पनि थाहा छैन लिटरली कहाँ कहाँ के हो भनेर। अब मलाई एक दुईवटा स्टक थाहा हुने हेर्नु है, त्योभन्दा बाहेक थाहा हुँदैन। त्यो एक दुईवटा स्टकमा पनि भने टाइममा उनीहरूले ट्याक्कै गर्छन् भन्ने छैन कि। अब यो एमएफएलको साँच्ची भन्नुपर्दाखेरि एमएफएलको कुरा आजको दिनमा आएको होइन नि, यो एरियातिर हुँदा हो मैले भने नि थिएँ एमएफएल है एमएफएल भनेर, उठाएर बसेको थियो। अहिले आएर चलाइदियो होइन, त्यो भएकोले अब ट्याक्कै यही हुन्छ भन्ने हुन्न कि। 1200 चाहिँ होइन, 800 चाहिँ स्योर हो ल, शिवमा 800 स्योर हो। जति सक्दो कोचेर राखे हुन्छ, स्टप लस 711 राख्ने, खाँदी खाँदी राखे हुन्छ। एसआइपी नल मलाई लिटरली थाहा नै छैन, मै सक्छु यसरी बढिरहेको कि। मलाई थाहा भएको म भोलि नै यो जम्मै बेचेर यही किनेर बस्थेँ हेर्नु। जुन स्योर छु त्यसमा म आफै इन्ट्री भइहाल्छु नि। रेडी टु फ्लाइ वाला शिवम हो अहिलेको मेरो सेकेन्ड ऊ चाहिँ। लाइफ इन्सुरेन्स त अब इन्सुरेन्सहरू नि चल्ला नि, अब सबै सेक्टर चल्छ नि एक लट त। अब कुनले बढी पर्फर्म गर्छ भन्ने हो, मार्केटमा यसो हेर्दा अलिक। फेरि म चाहिँ हरेकचोटि अप्टिमिस्टिक हो क्या, ठुलो 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 मुभ भन्ने हो। अनि म खासमा आफू पनि तपाईँको सानो सानो मुभहरूमा बेच्दिनँ क्या। त्यो सानो सानो मुभमा नबेच्ने भएर अहिले मलाई यति धेरै लस भइरहेछ कि तपाईँहरूलाई लिटरली त्यो इमेजिनेसनभन्दा बाहिर गएको छ क्या आफ्नै पनि। अनि त्यही हो अब कुरा, लाइफ इन्सुरेन्स हेर्नु, लाइफ नन लाइफ सबै पढ्न त पढिहाल्छ। अब लाइफ र नन लाइफमा त्यति बित्ति धेरै मुभको एक्सपेक्टेसन छैन भन्ने कुरा मात्र हो। जियो एफएलाई 560सम्म हेर्नु होला है, अब के गर्ने। अरू त म एकदम 100% भएको म एमएफएल हो, मैले त्यसमा नि स्टप लस राखेको छु होइन। एमएफएल र शिवम ल, बस इतना ही अहिलेको लागि। थाहा छैन कि मलाई कति के गर्छ भने त के थाहा र। उतै पिएमएसपिएल उठाएर बस्नु न, बढिहाल्छ नि। 99% त इन्साइडरै चाहिँदैन, स्योर यत्तिकै। अभियसली लास्टमा हुने भनेको एनआरआइसी टप हुने नै, के अरे एनआरआइसी भन्दा एचआरएल माथि हुने नै हो क्या। अहिले नि 400 रुपियाँ डिस्काउन्टमा छ, किन नलिने भन्छु म त है। यो माथि नै कुद्छ।
एनटिसीमा अहिले कोही नै छैन, यो डिस्ट्रिब्युसन पनि होइन, हेर्नु यहाँ डिस्ट्रिब्युसन पनि हुँदैन, यो प्लेयर सियर कोही पनि नभएर हो क्या। अब धेरै टाइम भइसक्यो, अब कुन दिन को छिर्छ, जब हेभी भोल्युम आउन थाल्छ आँखा चिम्लेर इन्ट्री गर्नु। अब अहिले नै धेरै ठुलो मुभको एक्सपेक्टेसन छैन, सो मैले अहिले नै इन्ट्री गर्नु भनिनँ, छ भने सेल पनि भनिनँ ल। एनआरआइसी त अनि एचआरएल किन त्यति जाँदैन र, एनआरआइसी टुके पुग्यो भनेर एचआरएल नपुग्ला त। हेर्नु अल्टिमेटली यो बुल सिद्धिसम्म एचआरएलको प्राइस एनआरआइसी भन्दा माथि पुग्छ नि है, म चाहिँ ढुक्क छु। एनआरआइसी त तपाईँको अस्ति नै 1800 मा पुग्यो त यहाँनिर, हेर्नु त 1800 त पुगिसक्यो त एक्लो। अब त्यही हो कुरा, के भन्ने एनआरआइसी बढ्छ कि नबढ्ने भने होइन, तर एचआरएल स्टिल डिस्काउन्ट पाइराख्नु भएको छ भन्ने कुरा हो है मेरो चाहिँ। भोल्युम हेर्छु, भोल्युम हेरेर त ट्रेड लिइरहेको हुन्छु नि, नत्र मैले कहाँबाट उसी लिन्छु त, अभियसली भोल्युम लिएर नै त एमएफएल लिइरहेको हो। एमएफएलमा चाहिँ अब त्यही हो, मैले प्रायः भोल्युम मात्रै हेर्दिनँ, म चाहिँ इन्साइडर दुइटै कम्बिनेसन छ है मेरो चाहिँ। जस्तै एनआरआइसी मसँग पहिल्यै थियो है, यो यही एरियामा किनेको एनआरआइसीहरू थियो, मैले चाहिँ 1600 मा एक्जिट गर्दै हो एनआरआइसी। अब एनआरआइसीबाट निस्केर खासमा युपिसिएलमा गइरहेको थिएँ कि म त्यतिखेर, अनि युपिसिएलमा म चाँडो एक्जिट गरेँ। त्यसपछि म एसपिडिएलमा गएर बसेको, अनि एसपिडिएल चाहिँ इन्साइडै सिन्साइडै केही होइन, जस्ट प्योर पेयर ट्रेडिङमा भनेर बसिरहेको थिएँ। अब त्यो नेटवर्किङ हो, अब कहाँबाट पाउँछु भन्नु हजुर। पिएफसी राम्रै छ ट्रेड गर्नलाई है, 100 रुपियाँको एक्सपेक्टेसन छ मलाई चाहिँ स्टिल नि, 600सम्मको एक्सपेक्टेसन लिएर बसिरहेको तपाईँहरू। छोडौँ, मैले इन्फर्मेसन कहाँबाट पाउँछु के गर्छु के फाइदा र हजुरहरूलाई। त्यसले खासै फरक त पर्दैन हेर्नु है, भोल्युम नहेरिकन मैले नै इन्ट्री कहिले नै गर्दिनँ, जति नै सस्ता भने पनि मैले भोल्युम नहेरिकन इन्ट्री गर्दिनँ आफूले, सो त्यो भएकोले तपाईँहरू नि त्यस्तो यदि नलाग्नु। अब आरएनएल ठिकै छ त यो एरियातिर, खासै अहिले लाइफ इन्सुरेन्स मुभ आएन, भोल्युम छैन, किनेर बस्दा भयो, यहाँबाट बढिहाल्छ, एक लट बनियो है। स्टप लस गर्नु पर्यो भने खासै धेरै छैन, 15 रुपियाँको स्टप लस राखेर आनन्दले बस्ने हुने ठाउँमा छ। त्यही हो, मोमेन्टम चाहिँ कतिको आउँछ भन्ने हो कि। एमएफएल 759 चाहिँ पायो, मैले 900 चाहिँ भनिरहेको थिएँ, 870बाटै घटाएको थिएँ, ठिकै छ फेरि लान्छु। अब काम नि गर्नु पर्यो हेर्नु, च्याट ब्याच गरेर बसेर भएन, मार्केटको ताल यस्तो छ, काम नगरी सुख छैन, नत्र त केही काम नगरिकन म त यतिकै गफ हानेर बस्थेँ नि। अब माहौलै मिल्दैन के भन्ने, काम नगरिकन सुख छैन, नाम खानु पर्यो हेर्नु, मार्केटको पैसा निस्किँदैन। एसएचएलमा सप्लाई आउँदैन, अभियसली आउँदैन क्या एसएचएल अस्ति नै माथि लाने भने। एसएचएल कोबाट प्लेस भए पनि थाहा छ क्या मलाई सम्म चाहिँ, तिनीहरूले 1 वर्षको लागि प्लेस गरे हो, अब बढाउनु पर्ने हो, लेट्स सी। लाइक इन्स्टिट्युसन मात्र थाहा छ है, एसएचएलमा रिटेलर होइन इन्स्टिट्युसन हो त्यो चाहिँ, फेरि जसले प्लेस गरे। एसपिडिएलमा एसपिडिएल र एसएचएल दुइटै एउटै नै प्लेस हाल्यो, ल यति चाहिँ ढुक्क भएर गर्नु, त्यही भएर घट्दैन। म काम फ्रिल्यान्सर भनेर पढाउँछु। एमपिएफएल बाई पोइन्ट, एमपिएफएल राम्रै छ हेर्नु। अब एमपिएफएल जानुभन्दा म चाहिँ आइसिएफसीमा जानु भन्छु भन्न चाहिँ है, तर लो क्याप छ, चलाइरहेछ, प्लेयर पनि अलिकति छ, भोल्युम पनि राम्रै आइरहेछ है। अब
अब यस्तो हो, एकदम टाइट स्टप लस राखेर ट्रेड गर्नु ल। यो 670 मा किन्नु भनेर यो 630 मा आउने टाइम लाग्दैन। यो त स्टप लस राख्यो भने नि एटलिस्ट यो एरियातिर नराखिकन कामै छैन। यस्तो गर्नु, किन्नुहुन्छ भने यो एरियातिर किन्नु भने 650 भन्दा तल कुद्न थाल्यो भने फ्यालेर निस्किनु, आँखा चिम्लेर फ्यालेर निस्किनु है। फाइनेन्समा धेरै झुकिन्छ है, एकदम झुकिन्छ। यस्तो झुकिन्छ है कुरा नगर्नु, फाइनेन्समा फ्लक्चुएसन हाई हुन्छ। अब त्यो टाइमले देखाउँछ, लेट्स सी। अहिले आनन्दले बस्नु न। इएनएल हामीले, मैले तपाईँहरूलाई याद छ कि छैन, इएनएल 800 मा हामीले किनेर बसेको थियौँ त्यो बुलमा अस्तिनाको टाइममा। अनि लास्ट टाइम यहाँ गएर फ्यालायो क्या, यो ट्रेडिङ स्टप लस ट्रिगर भइसकेपछि फ्यालायो है मैले। यो ट्रिगर भयो अनि अब चाहिँ यहाँबाट गयो भनेर मैले यो क्यान्डलमा फ्यालिदिएँ कि मैले आफूले चाहिँ 800 मा किनेको स्टक होइन। सो मलाई जहाँसम्म लाग्छ मैले चाहिँ इएनएल र टिटिएल सेम देखिरहेको छु, अरू केही पनि होइन। सो अब होपिङ छु म पनि 600 मा फ्याल्छु भनेर बसिरहेको छु। सिएफसिएल ट्रेडकै लागि ल्यायो, अब हेरौँ ल। बिडिसी अब भूगोल एनर्जी त फन्डामेन्टली त राम्रै हो, प्रमोटर लकिङ के छ यसको। 3 महिनामा खुल्छ, यहाँ फ्यालेर ननिस्किनु है। ए फन्डामेन्टल राम्रो होइन नि, यो त प्लेयरले चलाएको स्टक हो नि। बिडिसीमा त मैले कस्तो मान्छे भेटेँ भन्दाखेरि खासमा हेर्नु, मैले नढाँट्यो भने त म यहाँ इम्प्यासेन्स भएर मलाई थाहा थियो बढ्थ्यो भनेर नि। तर हुन्छ नि मार्केटमा यस्तो इम्प्यासेन्स भइन्छ, मैले यो क्यान्डलमा बेचेर निस्काएँ क्या। अब फेरि यसले अहिले चलाउँदैन होला होइन, तर यो बेला चाहिँ कन्टिन्युस गयो होइन माथि। मैले त यहाँ किनेर बसेर यो क्यान्डलमा बेचेर निस्केँ। यस्तो त बुद्धि हुन्छ कहिलेकाहीँ, अदबुद्धि त्यो समथिङ के भन्छ नि। 255 सम्म किनेर होल्ड गरेर मान्छे भेटाएको थिएँ है मैले। यो 900 मा पुग्दाखेरि बिडिसी 255 देखिकै लिटरली म सक भएको थिएँ। पैसा त्यसरी छाप्ने हो क्या खासमा चाहिँ। के भन्छ त्यसरी छाप्ने भन्दा होइन, अहिले हामीलाई त लस भयो है। मलाई नै पर्सनली यस्तो लस भयो योपालि। त्यस्तै मान्छेहरू इन्सपायर हुँदा आउँदै मार्केटले। रिभर फलमा अहिले बस्नु न। यो यस्तो हो क्या, अब यो खासै धेरै किता छैन अझ पनि सप्लाई आइकन नै एकलोटा माथि लान खोज्यो यिनीहरूले। अस्ति माथि लगाएछ, अहिले फेरि चल्न थालेछ। भोल्युममा नि राम्रो स्पाइक छ, हेर्नु न अस्तिको दिनको भोल्युम बल्ल भोलि दिन्छ। सो मलाई जहाँसम्म लाग्छ भोलि यिनीहरूले पुस दिन्छन् यिनीहरूलाई अझ। यस्तो त कति हुन्छ कतिकै, मेरो त झन् यस्तो त कुरै नगर्ने है। त्यही भएर ल्याएर मलाई अहिले खासै त्यति बेसी लोभ लाग्न छोडिसक्यो। यस्तै हो, यो भाग्यमा जति छ त्यति खाइन्छ जस्तो फिल हुन्छ कि। मेरो चाहिँ प्लेस गराए स्टकमा लस भयो है, मेरो ब्याङ्कमा हो लस भएको भनेको खासमा। एनआइबीमा लस छ मेरो, अनि चिल्लीमेमा लस छ, अनि मेरो डेभलपमेन्ट एमएलबिएलमा लस छ। त्यही हो, त्यस्तो नराम्रो स्टकहरूमा लस छैन। लस भएको स्टकहरू नि अब बढ्दाखेरि कभरै हुने खालकै छ। बेटर चाहिँ खासमा सब बेचेर एउटैमा हाल्यो भने चाहिँ राम्रो हो है। म चाहिँ खासमा चाहिँ कन्सन्ट्रेटै गर्नु भन्छु कि, कन्सन्ट्रेट गर्ने, एकचोटि बेचेपछि छिर्दै नछिर्ने अर्को करेक्सन नहुँदासम्म, मरिजाओस् नछिर्ने। सुन है, अहिलेको मेरो नयाँ स्ट्राटेजी, अब एकचोटि सेयर भोलि नै बेच्नु भने पर्सिको दिनमा इन्ट्री नगर्ने है। भाडमै जाए जस्तोसुकै स्टक आओस् इन्ट्री नगर्ने। अब भएकोलाई होल्ड गर्ने, बढ्न थाले होइन भने बरु एक्नेसन गर्नु, स्टप लस ट्रेल गर्नु, स्टप लस हिट हुन्छ भने एक्जिट गर्नु। अब एकचोटि बेचेपछि इन्ट्री नगर्नु, एटलिस्ट एउटा करेक्सन नहुँदासम्म। नत्र भने यो मार्केटले त मुर्गा बनाइदिन्छ है। म चाहिँ खोइ अब मेरो पर्सनल एक्सपेक्टेसन हो माथि नै जान्छ कि भन्ने छ। राम्रै अब अहिले के भन्नु, जहिले माथि माथि भन्दा भने कहिले जाएन, कहिले के गरेर वाक्य पारिदिन्छ। एमपिएल 17-18 को टार्गेट हो, स्टिल नि सेम नै हो। जिएचएलमा नजानु, हेर्नु 250 सप्लाई छ नजानु। मैले नै कतिलाई किन्नु भनेको थिएँ, अब त्यो त 300 मा किनेको, 290 मा किनेको, 280 मा किनेको, 250 मा किनेको जिएचएल त चलाउँदै चलाएन होइन।
पिएफएल मा नजानु, एसएफसीएल सँग मर्जमा हुँदैछ, टिबिसिएल गर्दा हुन्छ। भन्न खोजेको के भन्दा तपाईँसँग सबैसँग किता छ त, मलाई जहाँसम्म लाग्छ यहाँ हेर्नु भने 36 जना हुनुहुन्छ, 36 जना 30 जनाले भयभरको पैसा हालिकन लिमिट पनि चलाउनु भएको छ है। अनि तपाईँहरूलाई तनाव के भइरहेछ भन्दा अर्काको स्टक बढिरहेछ, आफ्नो बढिरहेको त्यही भइरहेछ। त्यो त जम्मैलाई हुन्छ, मलाई नै हुन्छ, त्यो त कसलाई हुँदैन। त्यो जम्मै स्टक त जम्मै सोचे जस्तो बढ्दै बढ्दैन नि। मात्र भन्न खोजेको भन्दा बढेको स्टकहरूमा नजानु, बढेको 10-15% जाने खासै मतलब भएन। ट्रेड गर्ने हो भने टाइट स्टप लस राखेर ट्रेड गर्नु, र एकचोटि राम्रो प्रफिट खाइसकेपछि त्यो पैसा लगाएर कहाँ हाल्नु गर्ने होइन क्या। चुप लगाएर बस्ने, छोडिदिने, जहाँसुकै जाओस्, एउटा करेक्सन नभएसम्म। अब मार्केटको हालत देखिहाल्नु हो। मार्केटमा यो एउटा डर चाहिँ के छ भन्दा यो यस्तो छ कि फेरि हाम्रो चाहिँ एकचोटि कुद्न थालेपछि कुदेको छ हुन्छ है। लङ टर्म इन्भेस्टमेन्ट नगरी सुखै छैन। त्यही भएर मैले थाहा छ प्लेसमा लिनुको रिजन चाहिँ त्यही हो एउटा है। लस हुनुको रिजन नि त्यही हो, प्लेसमा हाल्नुको रिजन नि त्यही हो। थाहा पनि यो लस पनि धेरै समय लाग्यो नि थाहा। कुदेपछि फेरि कुदै गर्छ होइन, त्यो भएकोले अब त्यही हो। अब यस्तो जोर्नी यो खाएर बस्नुपर्छ भन्दा नि यो धेरै पेन सम्झ्यौँ न अहिलेको लागि। अब यो धेरै ओभर ट्रेडिङ गर्ने काम नगर्नु। जस्तै 1 लाख रुपियाँ झिकिसक्यो भने 10,000 भन्दा बढी हाल्दैन, हालिदिन्छु होला कि बस्ने। पिआरएफएल अभियसली आरएलएफएल भन्दा त म बुझ्छु राजेन्द्रजी तपाईँको पीडा। मलाई बिडिसी सेम भएको, अब हेर्नु न देखाइहालेँ मैले तपाईँलाई। टिटिएल भोलि रिइन्ट्री हान्दाखेरि यहाँ मजाले हाने हुन्छ ल, 920 सम्म हाने हुन्छ, 920 सम्म हान्नु, 870 मा स्टप लस राख्नु है प्लिज। मैले त सस्तामा बेचियो भनेर त्यस्तो नगर्नु, स्टप लस राख्नु, किन्नु, भाडमै जायोहरू भने देखा जाएगा। आइपिओ मोमेन्टम नआएर सुख एलएसी नजानु एलएसीमा नजानु हो। त्यो हेर्नु त प्रफिट तपाईँहरू कुरा गर्नु त मैले एनएबिपिसी तपाईँहरूलाई नै भनेर यो रिजनमा एक्युमुलेसन के अरे यहाँनिर एक्युमुलेसन गरेको है मैले। यहाँबाट त एकलट बेचिरहेको एनएबिपिसी होइन, म त उसमाथि के अरे एसपिटिबिएलमा थिएँ, त्यसपछि बल्ल आएको म यता एनएबिपिसीमा यो रिजनमा किनेर एक्युमुलेसन गरेर यहाँ पुगेर फेरि एक्युमुलेसन गरेर अनि मैले यहाँ गएर बेचाएको क्या। पछि हेर्नु त यही स्टक तपाईँको यो त अझ एडजस्टेड चार्ट हो है, त्यही कहाँ यो घट्दै घटेन नि। 930, 40, 50, 60 मा बेचेर सिधाएर 1800 पुग्यो पछि। सिन्धुको कुरा गर्नुहुन्छ, मैले सिन्धुमा लिटरली ब्याक टु ब्याक यो घटेको बेला किनेर होइन। यस्तो त छ कि यो नकमाउने बेला जे गरे पनि हुँदैन। यो घटाए बेला यो दिन र यो दिन किनेर यो दिन बढेपछि यो क्यान्डलमा बेचेर निस्केको कि त्यसपछि लगातार बढेर मर्यो। ठिक छ, कहिले कमाएकै छ नि, राम्रै भयो है। मैले त्यति भने थिएँ अरूलाई नि सिन्धु किन्नु भनेर, मैले आफै किनेको थिएँ कि यो क्यान्डलमा। यस्तो भयो, त्यो तोरी हुन्छ कहिले यस्तै जिन्दगी। छोडिदिनु। अब यस्तो भइरहेको छ। लेसन्स के हो भन्दाखेरि आफ्नो ट्रेडिङ स्टप लस राख्ने, धेरै लोभ नगर्ने, आफ्नो भाग्य जति छ त्यति कमाइ हुन्छ, आफूले गर्नलाई नछोड्ने, आफ्नो इफोर्ट चाहिँ दिइरहने, बस यति गर्नु पर्यो लाइफमा। अब यो दुःख सुख आइरहेको छ, के गर्ने। सिन्धु अहिले लिँदा हुन्छ ल, लिनु, स्टप लस राख्नु, 720 भन्दा तल गयो भने सर्लक्कै फ्यालेर निस्किनु होला है। मोमेन्टम चाहिँ छैन। अब मोमेन्टम नभयो भने मार्केट डेभलपमेन्ट बढाएला कसो नआउला त हाम्रो दाजु। नआएर सुखान त छैन नि, केमा गएर पैसा कमाउने। अब मान्छेले विश्वास गर्दैन। एचडिएफसीको टार्गेट अब यस्तो 215 त मजाले जान्छ होइन। अहिलेको लागि 206 एउटा सप्लाई छ भनेर ढुक्क हुनु न। 58 सप्लाई दिन्छ है, अरूले बेच्दैन, त्यसले भ्याउँछ। छैन कहाँ छोड्न मिल्ने अवस्थै छैन। एसएमटिबिएल, सिओआरबिएल, सिन्धु अनि अर्को जिआरडिबिएल कुनै नि छोडे होइन, कुनै छोड्नेवाला पनि छैन यति सजिलै। अब एक क्लटको राइजमा चाहिँ फस्ने काम चाहिँ नगर्नु है। अब यस्तो स्टकमा त्यो स्टप लस राख्नु। न्यादी त खोइ अब न्यादी के न्यादीमा जानुभन्दा अरू नै राम्रो, यो रेन्जको अरू योभन्दा राम्रो स्टकहरू धेरै छन्, त्यसमा कुद्दा ठिक होला है। अब छ भने अहिले होल्डै गर्नु। अब बढिन्जेल त बढ्न दिन्न, 460 सम्म कसो नपुग्ला। यस्तो 1 लाख किता फ्यालेर नि प्राइस मेन्टेन गरिरहेको छ भने उसले त्यो बढाउनलाई नै फ्याल्यो भनेर बुझ्दा हुन्छ।
सिल्भर त हेर्नु 20% भन्दा माथि फाइदा भइसकेपछि पनि तपाईँको कस्टिङमा बल्ल त अनि फाइदा भएर चाहिँ एक्चुअली स्लिपर त तपाईँको किन्दाखेरि जर्ती काट्छ क्या अरे के भन्छ होइन। सो नहाल्नु अहिले स्लिभरै होल्ड गरेर बस्नु ल। स्लिभरै माथि मस्त कुद्छ जस्तो लागिरहेको अझ 10,000 पुग्छ जस्तो लाग्छ मलाई तँलाई। नहाल्नु छोडिदिनु स्लिभरै होल्ड गरेर बस्नु। जुन भयो नि एसएस क्लास र अब तपाईँको जुन एसएस पढ्यो नि भइहाल्यो नि। यही सेयरै गर्नुपर्छ भन्ने छैन हेर्नु। त्यो भएको स्लिभर अहिले त्यही होल्ड गर्नु भएन केही हुन्न। सुन बचेर सेयरमा हाल्ने भनेको त्यो हुन्छ पछि। सुन किन्नु पर्ने हो सेयर किन्दैछु अब यसो गर्ने सेयर बढ्यो भने त्यही बेचेर सुन किन्नु ला भनेर बस्नु होला। अहिले 1 तोला किन्छु भन्ने प्लान थियो भने अर्को पालि 2 तोला किन्नु होला। एनआरएम त अब एनआरएम के चलाउँछ कहिले कहिले चलाउँदैन भन्नै सकिने छैन। एनआरएममा नि के हो यो थाहा नै छैन एनआरएमको त मलाई साँच्चै भनेर त के हो यिनीहरूको पारा। ठिकै छ अहिलेको लागि खासै नराम्रो छैन। ब्रेकआउट सेकआउट गर्न खोजिरहेछ होइन। यहाँबाट गयो भने 500-1500 पुग्छ होला। एनआरएममा चाहिँ ठ्याक्कै यो सेटअप यो नै भन्ने त्यस्तो त्यो हुन्छ नि आइसकेको छैन हेर्नु। अब अस्ति चलाएकै हो 1 लट त। त्यही त त्यत्रो नभए 46,000 किता थियो होइन। ओएमपिएल 58ले चलाउने हो कि अरू कसैको नि इन्ट्री हुँदैन। ओएमपिएल 58 आउने हो अरू कोही नै आउँदैन। भोलुमै छैन नि त अहिले भर्खर त भोलुमा आउनु थाल्यो हेर्नु त भर्खर भोलुमा आउनु थाल्यो। बुङ्गल अल टाइम हाई ब्रेकआउट गरिरहेछ। यस्तै स्टकहरू फ्याल्ने होइन आनन्दले होल्ड गर्ने। 680 भन्दा तल नआइन्जेल बेच्दै नबेच्ने है। यो त अब लाने 800 को टार्गेट लिने बस्ने बट ट्रेड लिने हुन्छ बुङ्गलमा मजाले ट्रेड लिँदा हुन्छ। बिएसडिसी त फन्डामेन्टली राम्रो छ। अब यो रेन्जमा त यो त एकदम फेयर प्राइसमै पाइरहेको हो स्टिल पनि हेर्नु है। धेरै टार्गेट चाहिँ नलिनु 525सम्मको टार्गेट दिनु। तर पिएचडिसमा मेबी जानुभन्दा त एसपिटिएलहरू हेर्दा पनि हुनसक्छ है। तर अब राम्रै छ त्यस्तो नराम्रो होइन। होल्ड गर्नु न ओएमपिएल अहिले नफ्याल्नु। 17-18 चाहिँ हो कि यिनीहरू त। हेर्नु तपाईँहरूलाई एकदम केही पनि आउँदैन भने एटिआर युज गर्नु ल। एभरेज टु रेन्ज भन्छ जति आउँछ त्यति नै घटाउने। जस्तो 39 रुपिस एटिआर देखाइरहेको छ हेर्नु त आजको दिनमा। सो यसको प्राइस कतिमा हो 710 मा क्लोजिङ हो भनेपछि ट्याक्क लाएर 40 रुपिस घटाउने। अब 40 रुपिस घटाउनु भने तपाईँको कति आउँछ 670। सो 670 मा स्टप लस हुन्छ क्या। मैले त 670 होइन मैले चाहिँ जस्ट मल्टिपल क्यान्डलहरू एउटा ठाउँमा पहिला ब्रेकआउट गर्न नसकेको रिजन के थियो यो एरिया थियो। सपोर्ट लिएको 3टा क्यान्डलको एरिया कुन छ यो एरिया छ। त्यही भएर ल्याएर योभन्दा तल यिनीहरूले आउन दिँदैनन्। योभन्दा तल आयो भने उठाउने नै हो भन्ने बुझिन्छ। त्यही भएर 680 भन्दा माथि भइन्छ नबेच्नु भनेको। यहाँभन्दा माथि स्टप लस यसरी सेट गरे है। दुईटा छ आइदर एटिआर युज गर्ने इन्डिकेटर युज गर्ने हो भने जति देखाउँछ त्यति नै। जस्तो यहाँ अहिले 39 देखाइरहेको छ एटिआर होइन। यहाँ हेर्नु त 39 देखाइरहेको छ नि। सो जति प्राइस छ त्योभन्दा घटाउने। अब यो एटिआर मैले काट्दिएँ अहिले
अब बेटर भने त्यो प्राइस एक्सन हेर्ने यसो हेर्ने कि कहाँ ठोकिरहेको छ क्यान्डल भनेको त्यो ठोक्या होइन त्यो प्लेयरहरूले यहाँभन्दा तल आउन नदिने भनेको क्या खासमा। दमर खोलामा नि अहिले अब तपाईँहरूले त्यही हो 700 800को टार्गेट लिएर बस्नु है। सबै हाम्रो त यो आइपिओहरू त 800को टार्गेट लियो हुने रहेछ। 650 भन्दा माथि भइन्जेल होल्ड गर्नु, यहीँ साइड भइन्जेल नबेच्नु। अब माथि नै किनेको छ भने नि त्यही हो, स्टप लस राख्नु। अब खोइ यो चार्ट हेर्न सिकाउनु खासै केही नै हुन्न त्यस्तो विधि होइन। तपाईँले के बुझ्नु भन्दाखेरि कुनै पनि एउटा रेन्जमा प्राइस आइरहेको भने त्यहाँनिर कोही न कोहीले चाहिँ किनिरहेको हो कि। अनि कुनै ठाउँमा गएर चाहिँ तपाईँको माथि जानै सकिरहेको छैन, विकहरू मात्र बनाइरहेको छ, यस्तो विकहरू मात्र बनाइरहेको छ भने मेबी त्यहाँ चाहिँ बेचिरहेको हो भन्ने बुझिन्छ क्या। अब यो एक्ज्याक्टली सबैलाई यो हेर्न ट्याक ट्याक आउने भयो त मै पनि त तपाईँको प्रफिट रात त्यो भन्छ नि महिनाको डबल हुन्थ्यो क्या। अब ठ्याक्कै यही भन्ने हुँदैन हेर्न कसरी सिकाउनु। ए मस्त होल्ड गर्ने, यहाँ किन्ने मुटुलाई त पहिला मान्नै पर्यो होइन। 1300मा नि इन्ट्री हान्ने होइन, नट अ जोक होइन। बस्ने होल्ड गर्ने, 1600मा स्टप लस राख्ने भयो भने के गर्ने त अब यो त हेर्नु। स्टप लस ट्रेल गर्नु ल, अब यो करेक्सन त भइहाल्छ नि, अलिअलि करेक्सन नहुने त के ठुलो कुरा हो। 1600 भन्दा माथि भइन्जेल होल्ड गर्न। यसमा त एटिआर लायो भने कति दिन्छ हौ हेरौँ है। हेर्नु त एटिआरले नि 100 रुपियाँको त माया मार्नु नै हुन्छ, 97 आइरहेछ। मार्केट लाइभ आउने काम गर्न हिँडिन्छ हेर्नु, एकछिन आएर के भयो। ल अब खाजाखाने टाइम नै भयो होइन। अब भोलि मार्केट राम्रै हुनुपर्ने हो। अब यो मार्केटको त मलाई खासै मतलब नै छैन हेर्नु है। म चाहिँ स्टक हेर्छु, यो सेक्टर हेर्ने, अब अरू भनेर त्यस्तै छोडिदिनु। ए इन्डेक्स त कहाँ कहाँ पुग्छ, कहाँ कहाँ इन्डेक्स त कहिले उहाँ पुग्छ कहिले यहाँ पुग्छ आइरहेको छ इन्डेक्स, भाड्ने जाए आफ्नो स्टक हेर्नु। तर मेन आइडिया भनेको स्टिल नै सेम है। ट्रेड गर्न मन छ फाइनेन्सको स्टक जानु, एमएफएल बढिन्जेल आइसिएफसीमा ट्रेड लिनु, हरेकचोटि स्टकमा ट्रेड लिँदाखेरि स्टप लस राख्नु है। जस्तो आइसिएफसी लिनुभयो भने यही लिनुभयो भने तपाईँहरूले 670मा चाहिँ ट्याक्क लगाएर स्टप लस राखेर बस्नु। किन भन्दाखेरि यहाँनिर चाहिँ एउटा फेयर भ्यालु ग्याप फर्म भएको छ होइन। यो फेयर भ्यालु ग्याप भएको कारणले गर्दाखेरि नि यहाँसम्म आउन सक्छ। आयो भने नउठ्ला। त्यो भनेको चाहिँ के हो भन्दा खासमा यहाँ किन्छु भनेर जो बसिरहेको थियो रिटेलरहरू अथवा इन्स्टिट्युसनल प्लेयरहरू, उनीहरूले चाहिँ किन्न पाएको छैन। सो यो एरियातिर आउँदा चाहिँ उनीहरूले ओ मेरो प्राइसमा आयो है, मैले किन्न पर्ने पैसामा आयो भन्छ, एउटा फेयर भ्यालुमा आएको मानेर उनीहरूले यहाँ उठाउँछ। अनि फेयर भ्यालुको ग्यापको मिनिङ चाहिँ त्यही हो, त्यति हो कि आफूले किन्छु भन्ने प्राइसमा फाइनली आयो सो त्यही भएर उठाएको हो भने अनि मान्छेले फेयर भ्यालुमा आउँछ भन्ने कुरो चाहिँ त्यो। अनि कुनै पनि बेला ग्याप बनाएर तल झर्छ नि, यहाँ बेच्छु भनेको अब बेच्नै पाएन, माथि जाँदाखेरि चाहिँ यहाँ पुगेपछि सबलाई आउँछ भन्नेको रिजन चाहिँ यहाँ बेच्छु भने चाहिँ बेच्न पाएन, अब फाइनली मेरो प्राइसमा आयो बेच्छु भन्ने हो कि। मैले चाहिँ अहिले पढाउनु थालेको छु हेर्नु, बिहान बेलुका चाहिँ ट्याक्क पढाउने, अनि दिउँसो पनि एउटा क्लास छ 11मा पढाउने हेर्नु होइन। अनि त्यही हो अब मार्केटमा अब नेटवर्किङहरू गर्ने, यस्तो अलिअलि मान्छे चिन्ने, त्यही गर्ने। अब के गर्ने त सके त्यही गर्ने, नसके चुलाइ नि भयो नि। त्यही हो अब यस्तै छ जर्नी हेर्नु। अब मार्केट बढे आनन्दले बसिन्थ्यो पनि होइन, पढाउन सक्नु पनि दुःख गरेन थियो। ल अब आजलाई खाजा खाउँ, अब यहीँ इन्ड गरौँ हेर्नु। म 11लाई पढाउँछु, 11, 9, 10। खासै त्यही छैन, अब कन्क्लुजन यही हो हेर्नु। बिडिसी लास्ट हेर्नु अनि नानुमा
यो यस्तो अब यो प्रमोटर लगइन खोल्न लाग्यो भनेर खास नचलाइरहेको है तपाईँहरूलाई लिन भन्छ भने 520 मा एकदम टाइट स्टप लस राखेर बस्नु 570 पुग्यो भने फ्यालिदिन्छु भन्ने हिसाबले त्यहीँ ट्रेड गर्ने ल ल बाई बाई गुड डे है